ऊ जसले प्राण त्याग गर्यो उसका लागि अरु जीवितले कर्म गरिदिन्छ। यहाँ जन्म शब्दबाट सुरु भयो। जन्मादेश्य यतः यत यस्मात् परमेश्वरात्, जुन परब्रह्म परमात्माबाट चाहिँ अस्य अर्थात् यो विश्वस्य यो संसारको चाहिँ के हुन्छ, जन्म सृष्टि हुन्छ। परमात्माद्वारा नै यो संसारको के हुन्छ, जन्म रूपी सृष्टि शुभारम्भ हुन्छ। कसरी भन्दा त्यो परब्रह्म परमात्मा, हामी भगवान भन्छौँ, कसैले ईश्वर भन्छौँ, कसैले के भनेर पुकार गर्छौँ, हो त्यही ईश्वरबाट यतः यस्मात् परमेश्वरात् अस्य विश्वस्य जन्म सृष्टि स्थिति प्रलयो भवन्ति। सृष्टि स्थिति र प्रलय हुने गर्छ। त्यही परब्रह्म परमात्मा हो। एकोहम बहुश्याम, म एउटा छु, धेरै हुन चाहन्छु संकल्प गर्छ। त्यतिखेर त्यही एउटा ईश्वरले के गर्छ, आफूलाई धेरै स्वरूपमा विभाजन गर्नका लागि ब्रह्माजीको स्वरूपमा आबद्ध भएर रजोगुणलाई स्वीकार गरेर यो संसारको सृष्टि गर्दछ। त्यो ईश्वरले सृष्टि गर्यो ब्रह्माको रूपमा। सृष्टि गरेर मात्रै भयो भन्दा भएन, त्यसलाई फेरि पालन गर्नु पर्यो, संरक्षण गर्नु पर्यो। त्यही परमात्माले फेरि विष्णुको रूपमा आबद्ध भएर सत्वगुणलाई स्वीकार गरेर अनि आफूद्वारा रचिएका प्राणीहरूलाई के गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ। तिनीहरूलाई चाहिँ हुर्काउने, बढाउने, पालन पोषण संरक्षण गर्नुहुन्छ। जन्म पनि भयो, पालन पनि भयो। जन्मिएर र पालन पोषण गरेर मात्रै संसार चल्छ भन्दा चल्दैन, फेरि त्यसलाई एउटा व्यवस्थापन त गर्नु पर्यो। त्यही परमात्माले फेरि रुद्रको रूपलाई स्वीकार गरेर तमो गुणमा आबद्ध भएर आफूद्वारा सृजित एवं पालित प्राणीहरूलाई आफै भित्र लीन गराउनुहुन्छ। अनेकौं रूपमा ब्रह्मा विष्णु महेशको रूपमा आएर त्यही परमात्माले यो संसारको के गर्छ, सृष्टि स्थिति र प्रलय गर्दछ। त्यस्तो परब्रह्म परमात्मा। अनि ईश्वर चाहिँ कस्तो छ त, त्यस्तो गराउने वाला ईश्वर भन्दा अन्वयात इतरतः। त्यो ईश्वर चाहिँ कहाँ छ त, कस्तो अवस्थामा छ भन्दा सद पदार्थमा ईश्वर छ, असत पदार्थमा ईश्वर छैन। सत पदार्थ के हो, असत पदार्थ के हो त, अब त्यो बुझ्नु पर्यो नि। सद पदार्थ भन्नाले जहाँ भित्र सम्भावित कुराहरू छ, जस्तै बिरालो भित्र परमात्मा छ तर बिरालोको सिङमा ईश्वर छैन। किन? बिरालाको सिङ असम्भव कुरा हो। खरायो भित्र परमात्मा छ, खराएको सिङमा परमात्मा छैन। कमलको फूलमा भगवानको सत्ता छ तर आकाशको फूलमा ईश्वरीय सत्ता छैन। किन? आकाशको फूल भनेको अकल्पनीय चिज हो। सद पदार्थभित्र ईश्वर छ, असत पदार्थभित्र ईश्वरीय सत्ता छैन। त्यसलाई नै सत र असत मानिन्छ। हो त्यस्तो ईश्वर छ जो चाहिँ यो संसारको सृष्टि स्थिति र प्रलय गर्छ। अन्वयात् इतरतः चार्थेषु अभिज्ञः अर्थेषु अभिज्ञः निपुणः। अब ऊ चाहिँ आफूद्वारा चलाएको यो संसारभित्र कस्तो छ भन्दा स्वयं ज्ञानी छ। कहाँ कतिखेर माछो बनेर आउनुपर्छ, कहिले कछुवा बनेर आउनुपर्छ, कहिले मानव र सिंहको रूप एकैचोटि धारण गरेर आउनुपर्छ नृसिंह बनेर, ऊ त्यतिखेर त्यो जान्दछ, निपुण छ, कसैले सिकाइरहनु पर्दैन। तर तपाईँ हामीमा एउटा सानो समस्या आयो भने हामी आत्तिन थाल्छौँ, रुन थाल्छौँ, कराउन थाल्छौँ, दौडिन थाल्छौँ। तर ईश्वर त्यस्तो छैन। आफूले सृजना गरेको संसारको व्यवस्था कुन अवस्थामा कसरी मिलाउनु पर्छ त्यो ऊ स्वयं निपुण छ। अर्थेषु अभिज्ञः निपुणः। त्यति मात्र होइन, त्यो ईश्वर कस्तो छ त फेरि भन्दा स्वराट स्वस्मिन् राजते भ्राजते, स्वयंमा प्रकाशित छ। कसैको सहारा लिएर ऊ त्यसो गर्छ भन्दा होइन, ऊ चाहिँ स्वयं प्रकाशित छ है, स्वयं ज्ञानी छ। उसलाई अँध्याराको पनि आवश्यक छैन, उज्यालाको पनि आवश्यक छैन। जहाँ जे पर्छ, अँध्यारो चाहिए अँध्यारो, उज्यालो चाहिए उज्यालो, उसँग ती तत्पर छ। उसले त्यतिखेर त्यसको व्यवस्था मिलाइहाल्छ, स्वयं प्रकाशित छ। हामी हिजो जन्मिँदा अज्ञानी थियौँ, ज्ञानको प्रकाश थिएन हामीसँग। हामी बिस्तारै हेर्दै पढ्दै सुन्दै देख्दै जान्न थाल्यौँ। त्यही पनि सबै विषयमा सबैजना ज्ञाता छैन, एउटा विषयको ज्ञाता एकजना हुन्छ। तर ईश्वर सबै कुरामा पोक्त छ।
ऊ कहाँ कतिखेर के आवश्यक पर्छ ऊ स्वयं प्रकाशित हुन्छ। त्यस्तो परमात्मा, त्यस्तो परब्रह्म परमात्माले चाहिँ के गर्नुभयो त भन्दा चतुर्मुख भएका जो सृष्टिकर्ता जगत पिता ब्रह्माजी तिनी ब्रह्म हृदय आदि कवै ब्रह्मणे तेनी विस्तारितवान ब्रह्म अर्थात वेद ज्ञान। त्यस्तो परब्रह्म परमात्माले चाहिँ ब्रह्माजीलाई हृदयको संकल्पद्वारा, केवल संकल्प मात्रद्वारा नै ब्रह्म अर्थात सम्पूर्ण वेद ज्ञान प्रदान गर्नुभयो। तेनी विस्तारितवान प्रकाशित गराइदिनुभयो सत्सङ्कल्पले। पढ्न थाल्दा कति समय लाग्थ्यो होला, तर सत्सङ्कल्पद्वारा नै त्यो वेद ज्ञान प्रदान गर्नुभयो ब्रह्मालाई। वेद कस्तो छ भन्दा चाहिँ मोह्यन्ति सूरयः सूरयः विद्वांसः अपि मोह्यं प्राप्नुवन्ति मोहं प्राप्नुवन्ति। जुन वेद ज्ञानलाई बुझ्न सकेन बडा बडा विद्वानहरू पनि अल्मलिने गर्छन्। त्यसैले वेद तिमी जान, कति जान त्यसको सीमा छैन। वेद भनेको अत्यन्तै क्लिष्ट भाषामा हुन्छ, सामान्य मस्तिष्कले बुझ्न सकिँदैन सधैँ। त्यही भएर हामी गृहस्थी घरमा एक दिन त वेद पढाउनु पर्छ वर्षमा भन्छौँ। पढाउने मात्रै हो, त्यो बुझ्न खोजियो भने साध्य हुँदैन। तर वेदमा गलत कुराहरूको व्याख्या छैन। जुन वेदले जे कर्म गर्नु भनेर हामीलाई हराएको छ नि त्यसैको अनुसरण गर्यो भने हाम्रो मानव जीवन धन्य बनिहाल्छ। लाई बुझेर भगवानसँग क्षमा याचना मागिन्। भगवान योगेश्वर कृष्ण उत्तराका गर्भमा प्रवेश गरेर यी बालकको रक्षा गर्नुभयो। तत्पश्चात यहाँ द्रौपदी जोसँग भगवानको लामो संवाद भयो। द्रौपदीले भगवानसँग मलाई सधैँभरि दुःख प्राप्त भइरहोस् हे परमात्मा, किनभने दुःख आइरह्यो भने हजुरको सुमिरन सधैँ हुँदो रहेछ। हजुरले कस्ता कस्ता दुःखहरूबाट हामीलाई निवृत्ति गराउनु भयो। यहाँ लामो संवाद पश्चात यहाँ भीष्म पितामहका सान्निध्यमा सबैजना पुग्नुभयो। उत्तरायणको समय लागिसकेको थियो। सरसैयामा सुत्नु भएका भीष्म पितामह जसले आज भगवान श्रीकृष्णलाई आफ्नो अगाडि राखेर 11वटा श्लोक जसलाई पुष्पिताग्र छन्द भनिन्छ, ज्ञानेन्द्रिय कर्मेन्द्रिय एउटा मन गरेर जम्मा 11वटा इन्द्रियहरू हुन्छन्। मानौ तिनी 11वटा इन्द्रिय रूपी पुष्पनी परमात्मालाई चढाउँदै हुनुहुन्छ। दिव्य यहाँ स्तुति गर्नुभयो। इतिमती रूप कल्पिता वितृष्णा भगवती सात्वत पुङ्गवे विभुङ्गे। यो दिव्य स्तुति गर्दै गर्दै अन्तिममा आत्मान्यात्मानमावेश्य सुन्त श्वास उपारमत आत्मामा परमात्मालाई विराजमान गराउँदै आफ्ना चित्तहरूलाई सबै शान्त गराइदिनु भयो। आज भीष्म पितामहको महाप्रयाण भयो। त्यस पछाडि भगवान श्रीहरिले युधिष्ठिरलाई राज्याभिषेक दिनुभयो। त्यहाँबाट भगवान द्वारकामा प्रवेश गर्नुभयो। भगवानले द्वारकामा गएर पाञ्चजन्य शङ्खको उद्घोष गर्नुभयो। भगवानका पटरानीहरू भगवानको स्वागतार्थ सबैजना समुपस्थित भए। यस पछाडि सज्जन यहाँ यी परीक्षित जो बालक उत्तराका गर्भमा थिए अन्ततोगत्ता यी बालकको जन्म भयो। गुरुजीहरूले नामाकरण संस्कार गर्नुभयो कि गर्भस्थ अवस्थामा भगवान श्रीहरिले रक्षा गरेको हुनाले यिनको नाम विष्णुराता अर्थात् परीक्षित हुनेछ भनेर नामाकरण गर्नुभयो। र अन्तिममा यहाँ सबै पाण्डवहरूले परीक्षितको आगमन पश्चात उत्तरायणको पन्थ बाटालाई अवलम्बन गरेर उनीहरू स्वर्गारोहणतिर गए। यतापट्टि राजा परीक्षित आफ्ना पूर्वजहरूद्वारा प्राप्त भएको त्यो पैतृक जति पनि चिज थियो त्यसलाई सम्हाल्दै सम्हाल्दै राज सिंहासनमा बस्नुभयो। समय बित्दै जाँदा यी राजा परीक्षित आफ्ना पृथ्वीमा कहीँ को प्रजाहरू दुःखी छन् वा सुखी छन् भनेर विचरण गर्दै जानुहुन्थ्यो। एक समय यसरी विचरण गर्दै जाने क्रममा यहाँ पृथ्वी रूपी गौ र धर्म रूपी वृषभको संवाद हुँदै गरेको, जहाँ कलिको बेस एउटा राजाको बेसमा कलियुगले ती गाई र गोरुलाई प्रताडन गर्दै गरेको अवस्था कलि जब यी राजा परीक्षितले देख्नुभयो सज्जन, यस्तो अवस्थामा यी राजा परीक्षितले यी कलिलाई मृत्युको सजाय दिने गर्दा लाग्दा यिनले आत्मसमर्पण गरे। यी कलिलाई गएर जहाँ मदिरा पान हुन्छ, जहाँ हिंसा हुन्छ, जहाँ ज्वातास हुन्छ त्यस्तो स्थानमा गएर बस्नका लागि प्रेरणा गर्नुभयो। फेरि यी कलिले आत्मसमर्पण गरे। हे राजन परीक्षित, हजुरले मलाई
यसरी मृत्युको सजाय दिँदै हुनुहुन्छ तसर्थ मलाई एउटा राम्रो बस्ने ठाउँ दिनुहोस् भन्दा जात रूप मदात प्रभु शरणमा गएर बाबु तिमी बस्नु है भनेर आदेश दिनुभयो। तसर्थ सज्जन यो सुनमा कलीको बास हुन्छ, तर भगवान श्रीहरिले विभूति योगको वर्णन गर्दा धातु नाम अस्मि काञ्चन, धातुहरूमा चाहिँ म स्वर्ण हुँ भन्नु भएको छ। त्यसोनाले अन्यायद्वारा उपार्जन गरेको सुनमा कलीको बास हुन्छ, आफ्नो मेहनत र न्यायोचित ढङ्गले कमाइएको सुनमा चाहिँ परमात्माको बास हुन्छ। सुनमा भगवान नारायण, चाँदीमा ब्रह्मा, ताँबामा भगवान रुद्रको निवास हुन्छ। तसर्थ आज कलीलाई गएर शरणमा गएर निवासन गर्ने स्थान प्रदान गर्नुभयो। समय बित्दै जाँदा राजा परीक्षित शिकार खेल्न जाँदा यहाँ शमिक ऋषिका आश्रममा पुग्नुभयो। बिहानै शिकार खेल्न हिँड्नु भएको राजन परीक्षित आज यिनलाई धेरै प्यास तिर्खा भोकले सताएको थियो, कहीँ केही पाउनु भएन। यी ऋषिका आश्रममा गइसके पछाडि केही न केही त व्यवस्था होला भन्ने विचार गर्नु भएको थियो। शमिक ऋषि त समाधिमा हुनुहुन्थ्यो, को आयो को गयो थाहा पाएन। अब यी राजा परीक्षितलाई कता कता क्रोध आयो, कली चढ्यो शिरमा। किन भन्दा यी राजा परीक्षितले स्वर्ण जडित त्यो मुकुट लगाएर जानु भएको थियो, जुन मुकुट राजा जरासन्धले आज सबैलाई थिचोमिचो गरेर अन्यायद्वारा कमाइएको त्यो स्वर्ण आदिद्वारा निर्मित मुकुट थियो। त्यही मुकुट लगेर म्युजियममा राखिएको थियो। त्यही मुकुट लगाएर राजा परीक्षित गएको हुनाले कलीले आक्रमण गर्यो राजा परीक्षितलाई। यिनको चित्त बुद्धिले काम गर्न सकेन। अनि ती ऋषिले अपमान गरेको आभास गरेर ती शमिक ऋषिका गलामा यिनले मरेको सर्प लगाइदिए। धनुष बाणको टुप्पोले उठाएर केही समय पश्चात शमिकका पुत्र श्रृंगी, यी श्रृंगी ऋषिले आफ्ना पिताजीका गलामा मरेको सर्प लगाएको देख्न साथ यिनले पनि क्रोधित भएर कौशिक्याप उपस्पृश्य भाग बजरम विशेषरजः, त्यही जल हातमा लिनुभयो। यहाँ कौशिकी नदी पनि भनिएको छ। विद्वानहरूले हातमा जल लिएर गायत्रीको मन्त्र उच्चारण गरेर श्राप पनि दिनु भएको छ भन्ने प्रसङ्गहरू आउँछन्। जे होस्, आज यी श्रृंगीले राजा परीक्षितलाई श्राप दिनुभयो, जुन दुष्टले मेरा पिताजीका गलामा मरेको सर्प लगाइएको छ त्यही सर्प वंशद्वारा उत्पन्न तक्षक नागले डसेर आजका 7 दिनका दिन मृत्यु हुनु पर्यो भनेर यिनले श्राप दिए। सज्जन, जब यी राजा परीक्षितलाई श्राप दिए, यी श्रृंगी ऋषि शमिकले यसो विचार गर्नुभयो, हे बाला, तिमीले जान्यौने हेर, एउटा सानो कारणले गर्दा ठुलो घटना हुन जान्छ। तिमीले बुझ्यौ नि, यी त चक्रवर्ती सम्राट राजा परीक्षित हुन्, यिनलाई त यसरी श्राप दिनु हुँदैन थियो। किनभने उनले मरेको सर्प मेरो गलामा लगाइदिए, के बिग्रियो? आखिर यो सर्प पनि, यो शरीर पनि त एक दिन मरेर जाने हो। जिउँदो सर्प लगाइदिएको भए पो कहीँ टोक्थ्यो कि भन्ने डर हुन्थ्यो, तर मरेर जाने शरीरमा मरेको सर्प लगाउनु कुन ठुलो कुरा भयो? हेर, तिमीले बुझ्यौ न, यो जब जुन राज्यमा राम्रो शासक हुँदैन नि, त्यो राज्यमा अनेक प्रकारका चोरी डकैतीहरू बढ्दै जान्छन्, भयावह स्थिति सृजना हुन्छ। तसर्थ तिमीले यो काम गर्यौ, राम्रो काम गर्यौ न बाबु। छोरा श्रृंगीलाई शमिकले सम्झाउनु भयो। यतापट्टि राजा परीक्षितलाई कसैले खबर गरिदियो, हे राजन परीक्षित, आज श्रृंगी ऋषि जो ऋषि कुमार हुन् उनको श्राप परेको छ हजुरलाई। आजका 7 दिनका दिन तक्षक नागले डसेर मृत्यु हुने श्राप छ। राजा परीक्षितले त्यतिखेर आफ्ना जन्मे जयादिक पुत्रहरूलाई बोलाएर राज्याभिषेक दिनुभयो र भन्नुभयो, हे बाबु, आजदेखि उता यो राज्यको सबै कारोबार तिमीहरूले सम्हाल्नु। अब मैले म राजा हुँ भनेर यो राजगद्दीमा बसिरहन मिल्दैन, मैले अब केही न केही पुरुषार्थ गर्नुपर्छ भनेर अघिसम्मका चक्रवर्ती सम्राट राजा परीक्षित अथाह वैभव सबै त्यागेर एउटा कुशको आसन बोकेर गङ्गाजीतिर लाग्नुभयो भक्तवत्सल भगवानको। त्यसोनाले ईश्वरले चाह्यो भने रङ्कम करोति राजानम राजानम रङ्कमेव च। एउटा राजालाई पनि एउटा भिखारीलाई पनि एउटा राजगद्दीमा पुर्याउँछ यदि परमात्माको कृपा भयो भने। जगदीश हरे प्रभु जय जगदीश हरे, प्रभु का चरण उपासक हरि का चरण उपासक, गति गति पार तरे ओम जय जगदीश हरे। मन को दाल मनोहर प्रेम रूप भाति प्रभु प्रेम
भांति। ओम जय जगदीश हरे। नित्य निरंजन निर्मल कारण विनाशी प्रभु कारण विनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक चिन्मय सुख राशि। ओम जय जगदीश हरे। सृष्टि स्थिति लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी। भक्ति सुधा बरसाऊ प्रेम सुधा बरसाऊ शरण परो हामी। ओम जय जगदीश हरे। आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गुणानुरूपति मियौ युगानुरूपति मियौ हरिहर औदाता। ओम जय जगदीश हरे। युग युग पावन गर्जौ अगणित रूप धरि प्रभु अगणित रूप धरि। लीलामय रस विग्रह लीलामय रस विग्रह करुणामूर्ति हरि। ओम जय जगदीश हरे। समता शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी। शरण शरण अब पाऊं अभय चरण अब पाऊं प्रभु भवभयहारी। ओम जय जगदीश हरे। पाव सुनिर्मल देव साधक फलदायी प्रभु साधक फलदायी। जीवन धान्य बनो प्रभु जीवन सफल बनो प्रभु पद सेवा पाए। ओम जय जगदीश हरे। संयम सुर सरिता को अविरल धारा बहो प्रभु अविरल धारा बहो। जति जति जन्म भए पनि जहाँ जहाँ जन्म भए पनि प्रभु मा प्रेम रहो। ओम जय जगदीश हरे। प्रेम सहित शुभ आरती जसले नित्य गर्यो प्रभु जसले नित्य गर्यो। दिन दिन निर्मल बन्दै प्रतिदिन पावन बन्दै त्यो भव सिन्धु तर्यो। ओम जय जगदीश हरे। ओम जय जगदीश हरे। प्रभु जय जगदीश हरे। प्रभु का चरण उपासक हरि का चरण उपासक
कति कति पार तरे ओम जय जगदीश हरे तुम ही जग की माता तुम ही हो भरता मैया तुम ही हो भरता भक्तन की दुख हरता संतन की दुख हरता सुख संपत्ति करता ओम जय अम्बे गौरी काल हरो हर कष्ट हरो हर दुख दारिद्र्यं सबहरणं नमामि शंकर भवानी भोला नमामि शंकर भजामि भोला हर हर शंकर शिव शरणं जय जय हर हर शंकर भोले शरणं कर्पूर सम्मोह विमूढचेता तं प्रार्थयन्तीं नलनालनामम सेविता श्रीचरणैर्दिष्टां वत्सं मनोरुच्च पदस्य सारं कुणानुमन्येत बुधो वियाताम् अतो भजिष्ये समयेन साध्वी यावत् तेजविबृहदात्मनो मे अतो धर्मान् पारमहंस मुख्यं शुक्ल प्रोक्तं बहुमन्ये विहिंसं यतो भवद्विश्वमिदं विचित्रं संस्थास्यते यत्र च भावतिष्ठते प्रजापतीनां पतिरिसमयं परं प्रमाणं भगवानन्तमैत्रेवाच स उग्रधन्वान्य देवाववासे आचेततुष्टिमरविन्दनाभं धियोपकीर्णस्मितशोभितेन मुखेन चेतो लुलुभे देवहूत्या सोनुज्ञातं व्यवसितं महिष्याद्वैतोस्मितं तस्मै गुणगणाढ्याय ददौ तुल्यां प्रहर्षिता शतरूपा महारागी पारिपरान् महाधनान् दम्पत्योपरि तत्प्रीत्या भूषावास परिच्छदं प्रतं दुहितरं सम्राटदीक्षाय गतव्यथा उपगुह्यत् बाहुव्यामत्कण्ठन्मतिथा शयाश्रुत्नोस्तद्विरहं मञ्चन् बाष्पकलामुहासिञ्चदम्बवत्सति नेत्रोदय दुहिताशिकाः मन्त्यतं मुनिवरमनुज्ञातसहानुगप्रतस्थिरथमारुह्य सभार्य सबरं लिपौभय ऋषिकुल्याय सरस्वत्यासुरोधचो ऋषीणामुपसन्तानं पश्यन् आश्रमसम्पदतया मायन्तमाप्रीत्य ब्रह्मवर्तात् प्रजापतिं गीतसंस्कृतबाधित्रे प्रत्युदीय प्रहर्षिता परिस्मृति नाम पुरी सर्वसम्पत् समन्विता नपतं यत्र रोमाणि यज्ञस्याङ्गं विधुन्वता कुशका शस्त्रैवास शस्वधरितवर्चसा ऋषयो वै पराभाव्य यज्ञघ्नान् यज्ञमीदिरे कुशका समयं वरिरास्तिर्यं भगवान्मनो अयजद् यज्ञपुरुषं लब्धस्थानं यतो भवं वरिष्वति नाम विहुर्यं निर्वीच समावस तस्यां प्रविष्ट भवनं तापत्रय विनाशनं यापना शृण्वतो ध्यायतो विष्णु कुर्वतो ब्रुवतो कथा सहैव स्वन्तरं निन्ययुगानाम् एकसप्ततिं वासुदेव प्रसङ्गेन परिभूता गतत्रियः शारीरा मानसा दिव्या वैयासेत मानुषाः भौतिकाश्च कथं क्लेशा बाधन्ते हरिसंश्रयम् य पृष्ठो मुनिभिः धर्मान्नाम विधां शमान् नृणां वर्णां समाणं च सर्वभूतहितः सदा हिततादिराजस्य मनुस्सरितमद्भुतं वर्णितं वर्णनीयस्य तदपत्योदयं शृणु जय जय श्रीमद्भागवते महापुराणे तृतीयस्कन्धे द्वाविंशोत्सवः श्रीकृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव श्रीश्याम नारायण हे मुकुन्द लक्ष्मीपते केशव वासुदेव शिवमाचनचक्रमचमिवान्तकं सनन्दनतिर्महासिद्धि शान्ति संशान्त विग्रहं पश्य शासनचक्र भद्रच गुह्य रक्तचं विद्यातपयुग पतमाचितं तमधिचरं तरन्तं विश्वसनितं वचनं लोकमङ्गलं लिङ्गं च तमचावितं वस्त्रदट्टजटादिनं गिरिसंध्यावृतं हताश सनकर्म चेतस स्वानुग्रहं कर्तुमिह राजिप्रभ कुर्वशरधरणमत शवशशास्त्रतमन प्रजापतेन यत्र भागं तव भागो भगिनो कुयदिनो येन मखं ननो यते जीवतादिदमानो यं प्रपते ताक्षणि भगभृगस्वश्रणी रोहन्त पटु दन्तास पूर्वत् देवानमग्नगात्रणं रीतिधं यदास्मै भवतानुगृहीतानामासु मन्यं तनातनाम् ये सतीरुद्र भागवतोत्तिष्ठधर सभे यजस्तिरुद्र भागिन कल्पतामते यज्ञानोपजय श्रीमद्भागवते महापुराणे पारमहंससंहितायां रुद्र शान्तनु नाम षष्ठोऽध्यायः श्रीकृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव श्रीश्याम नारायण हे मुकुन्द लक्ष्मीपते केशव वासुदेव ओं नमो भगवते वासुदेवाय सप्तमोऽध्याय मैत्रेयोवाच
इत्यदीनानुनीतिनं भवेन परितोषितव्यदायि महाबाहु प्रहस्य श्वेतमिति श्रीमहादेवोगत नागप्रजेशबालनं बणेनानुचिन्तयति मया विभूतनं धनस्तत्र दत्तमया प्रजापते दग्धसेनो भवतदमुखं चिरमित्यत्र दक्षसेक्षिता भागं संहरिषो भगपुषा तुय्यजमानस्य ददवीर दक्षत पेष्टवय देव प्रकृत सर्वंगाय मच्चरणं तत बाहव्यामचिनो पटवातव्यं तत बाहव भवत दर्य वचने वस्तस्वच विकल्पय मैत्रेवत तद सर्वाणि भूतानि सुतं विनुष्टमोदितं परितुष्टं भविष्यत साधु साधु तथानुभान् तद विनाशमामत सुन शिरसहचने भयत देवजन समेवेदसो योगिता कथन तते था भगवान् लोक सन्ददकशकाय सबलीय पचचिरा संधियामानि शिरसि दक्षुरदा विवेचित सदस्यता तत ददिशतागतोमिता तत विसददिशकलिलात्मा प्रजापति शिवावलोकमक्षां भवद् शरद्रदैवामल भवस्तमाय कृतधि न शक्नुत अनुरागतात् कुण्डवात्मकलय सम्परितं सुतं कृत सप्तव्यतमन प्रेम विफलिता सुति सत्संसने वेदिकेन बालने प्रजापति दक्षौवाच भूयाननुग्रह अहो भवता कृतो मे दन्नस्त्वया मयि भृतो यदपि प्रलब्धा न ब्रह्मबन्धुषु चवान् भगवन् अवज्ञातुभ्यं हरिश्च कुतैव व्रतेषु विद्यातपो व्रतधरन् मुखतस्मदिप्रं ब्रह्मात्मतत्त्वममितुं प्रथमं त्वमस्त्राक् तद्ब्राह्मणान् परमसर्वविपश्रुपासि पालः पशूनिव प्रभोक्विहितदण्डः योऽसौ मया विदित तत्त्वदिशा सभायां चित्तो दुरुक्तविशिखैरगणय्यतन्माम् अरवाक्पतन्तमरतमनिन्द्रियः प्रतिष्ठादयः स भगवान् सकृतेन तुष्येत्मित्युवाच क्षमापयं शिवेदं ब्राह्मणाचानुमन्दिता कर्म सन्तानयामाच स्वपाध्याय तिगादिवे वैष्णवं एकसन्तति दुःखपालं द्विजोत्तमा पुरुषं ईरभवं वीरसं सर्गसंधय दरिणः विषयदमान विषापते धिया विशुद्धया ततो तथा प्रादुरवतरि तदा सप्तमया तेषां विधेयन्ततिशोदशः मुष्णं स्थितौपालिस्तताक्षणस्तोत्रभाजिनाम् श्यामो हिरण्यरसर्ककिरीटदुष्ट नीलालक भ्रमरमण्डितकुण्डलाश कौम्बब्धचक्रशरचापगदासि चर्म व्याघ्र हिरण्मयबुधैरिव कर्णिकारः हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार तारे ओम जय जगदीश हरे मन को फल मनोहर प्रेमारूप बाते प्रभु प्रेमारूप बाते भावक पुरथ मंगल भावक पुरथ मंगल आरति सर्वभाति ओम जय जगदीश हरे नित्य निरंजन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक निर्मय सुखराशि ओम जय जगदीश हरे लयकारता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी आपकी सुधा बरसाओ प्रेम सुधा बरसाओ शरण पर्यो हामी ओम जय जगदीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गुणानुरूपति मीयो गुणानुरूपति मीयो हरिहर अवधाता ओम जय
विग्रह लीलामय रस विग्रह करुणामूर्ति हरि ओम जय जगदीश हरे समता शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी शरण शरण अब पाऊं शरण शरण अब पाऊं प्रभु भव भयहारी ओम जय जगदीश हरे भाव मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी जीवन धन्य बनो प्रभु जीवन धन्य बनो प्रभु पद सेवा पाई ओम जय जगदीश हरे साम्यम सुर सरिता को अविरल धार बहो प्रभु अविरल धार बहो जति जति जन्म भये पानी जाता जन्म भये पानी प्रभु मां प्रेम रहो ओम जय जगदीश हरे प्रेम सहित शुभ आरती जसरे नित्य करो प्रभु जसरे नित्य करो दिन दिन निर्मल बंधे प्रतिदिन पावन बंधे जो भव सिंधु करो ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार करे ओम जय जगदीश हरे ओम जय शिव शंकर भोला जय शिव शंकर जय शिव शंकर जय शिव शंकर भोला त्रिभुवन स्वामी अंतरयामी शरण सदा लीनो होला ओम जय शिव शंकर भोला कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसंतं हृदयारविन्दे भवं भवानी चरितं नमामि संतो प्रदर्शेन पदे पदे आगर्यो जातो दैत्यपदार्थाय देवानां पालनाय च तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्ताव्यक्तस्वरूपाय ऋषिकापतये नमः गृहाणाग्मया दत्तं राधय सहितो हरिः शङ्खमद्देशितं शङ्खले तलवाई शिवजीलाई शङ्ख बाँध्नु ओम ओम गजाननं भूतगणादिसेवितं कपितजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं देया सदा सवितृमण्डलमाध्यवर्ती नारायण सरसिजासनसन्निविष्टा
केयूरकुण्डलवान् किरीटी हरि हिरण्मय वपुर्धृत शङ्खचक्र ध्याये नित्यं महेशं रजगृणिवं चारुचन्द्रावतंसं रत्नकल्पोज्ज्वलाङ्गं परशुमृगवराभीति हस्तं प्रसन्नं पदमासीनं समन्तातस्तुतममरगणैर्व्याघ्रकृत्यं वसानं विश्वादं विश्ववन्द्यं निखिलभयहरं पञ्चवक्त्रं त्रिनेत्रं शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं स्वाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिविरध्यानगम्यं वन्दे विश्वम्भवभयहरं सर्वलोकैकनाथं सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीर्यमामि विष्णुं शिरसा चतुर्भुजं श्रीमद्भागवताख्योऽयं प्रत्यक्षः कृष्ण एव हि स्वीकृतोऽसि मया नाथ मुक्त्यर्थं भवसागरे मनोरथमदीयोऽयं सफलः सर्वथा त्वया निर्विघ्नेनैव कर्तव्यः दासोऽहं तव केशव करचरणकृतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा परार्धं भीतं वा सर्वमेतत्क्षमस्व जय जय करुणाब्धे श्रीमहादेव शम्भो स्मरणं कुतस्ते सबै जनाले भन्नुहोला त्वमेव माता च पिता त्वमेव बन्धुश्च सखा त्वमेव सर्वं मम देव कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावानि सुरासुराणामपि दुर्लभानि कल्पद्रुमादि ध्रुवजानि तानि पुष्पाञ्जलिर्मे तु सुखाय नित्यं सकलमन्त्रपुष्पाञ्जलिं समर्पयामः गणेश भगवान को जगसाक्षिं सूर्यनारायण भगवान को जगदम्बा भगवती को उमापति शंकर भगवान को लक्ष्मी नारायण भगवान को श्रीमद्भागवत महापुराण को श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञ को मंडपस्थ आवाहिता स्थापित समस्त देवी देवताहरू को यस यज्ञमा वरुण हुनुभएका आचार्य आदि सम्पूर्ण भूदेवहरू को स्थानीय देवी देवताहरू को सूर्यादि नवग्रह को विष्णु पांचतायन भगवान को पार्थिवरा भगवती को तेजपुंज धाम को जोरपोखरी धाम को बराक्षेत्र भगवान को मुक्तिनाथ धाम को सप्तकौशी भगवती को नारायणी भगवती को शिवगंगा भगवती को आद्या शक्ति जगत जननी को स्वर्गीय वृद्ध अति वृद्ध प्रभुता महालक्ष्मी नारायण पितृ को हमारा स्वर्गीय लक्ष्मी नारायण पितृ को यता दिवंगत हुनुभएका हाम्रा वशिष्ठ गोत्रमा उत्पन्न भएर दिवंगत हुनुभएका सम्पूर्ण पितृपितामह प्रपितामहहरूको हाम्रा ज्ञात अज्ञात समस्त सकल पितृहरूको ज्ञात अज्ञात समस्त पितृहरूको समस्त भगवानका भक्तजनहरूको आफ्ना आफ्ना गुरुदेवको हर 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 महादेव शम्भो मसुमा छालाले फेको हारा मसुमा छालाले फेको यो सारी मात्रै हो हामीले देखेको यो सारी
पानी कामना हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा हरि हरि वैकुण्ठमा जानलाई हरि वैकुण्ठमा जानलाई हरि ओम हरि ओम हरि ओम परम मंगलमय परात्पर अखिलेश्वर पूर्ण परब्रह्म परमात्मा असंख्य गुणगण निलय कली कल्मषहारी पीताम्बरधारी अनंत कोटि ब्रह्मांड नायक निर्गुण निरुपाधिक सच्चिदानंद घन परमात्मा भगवान श्री हरि का श्री चरण में सभक्ति साष्टांग नमन गर्दै भगवान श्री हरि को प्रत्यक्ष वांग्मय श्री विग्रह श्रीमद् भागवत महापुराण का श्री चरण में सतत नमन गर्दै यज्ञ में आवाहित पूजित स्थापित 33 कोटि देवी देवताहरू का साथ में यज्ञ में वर्णित भूदेवता र यो महान यज्ञ को आयोजना गर्नुहुने स्वर्गीय जिजू पर जिजू लक्ष्मीकान्त भण्डारी का समस्त संतति लक्ष्मी नारायण का समस्त सन्ततिहरू पौत्र पपौत्र पौत्रीहरू पुत्रीहरू लगायत सम्पूर्ण देश विदेशबाट स्वदेशबाट जोडिनु हुने कर्ता परिवार एवं यो यज्ञको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै श्रीमद् भागवत महापुराण श्रवणार्थ समुपस्थित हुनुहुने सम्पूर्ण ममतामयी माताजीहरू भावमय पिताजीहरू धर्मप्राण युवा सज्जन र हामीलाई समय समयमा हामीले गरेको यो गतिविधिलाई आफ्नो क्यामेराभित्र कैद गर्ने हाम्रा फोटोग्राफर मित्र त्यसै गरेर समय समयमा हामी यहाँबाट यो बिग्रियो है बाबु बनाऊ है भन्दै गर्छौँ हाम्रा अपरेटर सञ्चालक र सबै आफ्नो आफ्नो कार्यक्षेत्रबाट जोडिनु हुने उपस्थित भक्त सज्जन हामी यो दिव्य भागवत हाम्रा सम्पूर्ण दिवंगत पितृहरू जो प्रमुख उद्देश्य लक्ष्मी नारायणका सन्ततिहरू जो यहाँ उपस्थित हुनुहुन्छ मनले उपस्थित हुनुहुन्छ तनले नभए पनि हरेक कुराले जोडिनु भएको छ यहाँहरू सबैको साथ सहयोग समुपस्थितिमा पाँचथर हिलिहाङ 5 मा यो भव्यतम महायज्ञ शुभारम्भ भइरहेको छ र ब्रह्म मुहूर्तबाट यहाँ देवताका यजन पूजनहरूका कार्य शुभारम्भ हुँदै वर्णित गुरुजनहरूबाट गायत्री मन्त्र जाप गणेश गुरुजीबाट गणेशले गर्नुपर्ने कर्तव्य एवं अन्य गुरुजीहरूबाट आफ्ना आफ्ना कार्यक्षेत्रहरू सम्हालिरहेका छन् यज्ञ अगाडि बढिरहेको आज दोस्रो दिन भइसकेको छ दोस्रो दिनमा पनि मध्याह्नको समय पूर्ण भइसकेको छ हामी अपराह्न सत्रमा उपस्थित भएका छौँ र यो दिव्य भागवत जसमा 18,000 श्लोक 335 अध्याय 12वटा स्कन्धहरू छन् र भागवतका प्रमुख वाचक वक्ता सुखदेवजी र प्रमुख श्रोता राजा परीक्षित विष्णुरात हुन् भने सुखदेवजी ब्रह्मरात हुन् ब्रह्मरात र विष्णुरातको सम्बन्ध यहाँ माध्यमबाट भागवत अगाडि बढ्छ यही भागवतमा सुत शौनकादिको पनि प्रसङ्ग छ यही भागवतमा युधिष्ठिर नारद आदिको संवाद पनि छ तर विशेष यी दिव्य भागवत ग्रन्थ जो हामी सबैले सुनेको बुझेको 18 महापुराण मध्ये उच्च कोटिको ग्रन्थ जो तपाईँ हामी कलिकालमा यो धरामा आएका छौँ शरीर नश्वर छ यो नश्वर शरीरले पनि कहिल्यै क्षीण नहुने कर्म गर्न सकिन्छ
यो हामीले बुझेको हुनाले हाम्रा पूर्वजहरूबाट पनि यही शिक्षा हामीलाई प्राप्त भएको हुनाले हाम्रो गुरु परम्पराबाट पनि यिनै सत्कर्म गरेर जीवन व्यतीत गर्नुपर्छ है भन्ने हामीमा त्यो भावना जागृत भएकाले गर्दा र गुरुजनहरूको पितृहरूको आशीर्वाद भगवानको कृपा हामी यस्ता यज्ञहरू समय समयमा गर्दै आइरहेका छौँ र यो दिव्य भागवतमा यहाँ राजा परीक्षित जसलाई शमीक पुत्र श्रृंगी ऋषिले 7 दिनका दिन तक्षक नागले डसेर मृत्यु हुने श्राप दिनुभयो र परीक्षित भनेका तपाईँ हामी सबै जीवात्मा हौँ। जीवात्माको 8 दिन कहिले आयु हुँदैन। तिनै शनिबारदेखि आइतबार, आइतबारदेखि शनिबार, त्यही 7 दिनभित्र तक्षक नाग अर्थात् कालरूपी सर्पले तपाईँ हामीलाई आहारा बनाउँछ। र यहाँ प्रश्न गर्नुभयो राजा परीक्षितले, हे गुरुजी, नितरां म्रियमाणानां संसिद्धस्य बलीयसः अत पृच्छामि संसिद्धिं योगिनां परमं गुरु। हे योगीहरूका परम गुरु सुखदेवजी महामुनि, शाश्वत मरण धर्म भएका यो संसारमा आएका प्राणीहरूले कुनै देवताको मन्त्र जप गर्नुपर्छ कि अथवा बसेर ध्यान गर्नुपर्छ या के कर्म गर्नुपर्छ, यो जिज्ञासा राखिसके पश्चात परीक्षितलाई सुखदेवजी महामुनिले के भन्नुहुन्छ भने, हे राजन परीक्षित, जन्मलाभ परः पुंसां अन्ते नारायण स्मृतिः। यो संसारमा जीवात्माले जन्म लिएको साकार त्यतिखेर हुन्छ जसले अन्तिम प्राण त्याग्ने बेलामा अन्ते नारायण स्मृतिः, अन्तिममा परब्रह्ममा मन लगाएर प्राण त्याग्यो भने उसको जीवन सफलीभूत हुन्छ। तर यो संसारमा प्राप्त गर्यो शरीर आमाका कोखबाट आयो अनि दिउँसो अनेक व्यावहारिक जगतमा रमायो, रात्रिको समयमा समग्र आयुलाई सुतेर बितायो, अनेक प्रकारका भोग विलासमा बितायो भने निद्रया हियते नक्तम व्यवायेन च वावयः, त्यो समग्र जीवनको आयु त्यसरी गुमायो भने उसको जीवन सार्थक बन्दैन। मलाई लाग्छ परीक्षित, तिमी कता कता डराउँदैछौ। 7 दिनका दिन मृत्यु हुँदैछ भनेर। 7 दिन भनेको त साह्रै लामो आयु हो। सूर्यकुलमा उत्पन्न भएका एकजना खटवाङ नाम गरेका व्यक्ति थिए। एक समय देवताहरू ती खटवाङसँग आयु माग्न भनेर जानुभयो। सबै देवी देवताले भने, हे खटवाङजी, हजुरको आयु हामीलाई दिनुहोस्, हजुरको आयु लिएर हामी अरू केही समय बाँच्न चाहन्छौँ। खटवाङले भन्नुभयो, ठिकै छ, मसँग आयु माग्न आउनु। माग्नेलाई दिन्छ कसले? जोसँग जे चिज छैन भने के दिने? तसर्थ आयु त म दिउँला, तर मेरो आयु कति छ त्यो पहिला हेरिदिनुहोस् भन्दा देवताहरूले यिनका सबै कुरा हेर्दा यिनको आयु जम्मा 2 मुहुर्त मात्रै रहेछ। त्यो 2 मुहुर्त मात्रै आयु भइसके पछाडि अब यिनले विचार गरे, जीवनको अन्तिम समय आएछ, मैले यही 2 मुहुर्तमा नै आफ्नो जीवनलाई सार्थक तुल्याउनु पर्छ भनेर जल आचमन गरे। ईश्वरको चिन्तन गर्न बसेर अन्तिममा आफ्नो मन परमात्मामा यिनले लगाएर जीवन सफल बनाए। खटवाङले 2 मुहुर्तको समय पाउँदा भने राम्रो काम गर्न धेरै समय चाहिँदैन, थोरै समयले पनि धेरै काम गर्न सकिन्छ। र 100 लिटर दुधमा 1 थोपो विष पर्यो भने 100 लिटर दुध त्याज्य हुन्छ। नराम्रो कुरा धेरै चाहिँदैन, थोरैले पनि ठुलो अप्ठ्यारोमा पुर्याउँछ। त्यसो हुनाले समय पनि त्यति नै बलवान हुन्छ। कालस्य कुटिला गति, काल कहिले सिधा हिँड्दैन, समय चक्र त्यो टेढो चल्छ। त्यसो हुनाले हामीले शरीर प्राप्त गरेर सही समयमा सत्कर्म गर्न सकिएन भने त्यो समय प्राप्त गर्न नसकिने दिन पनि आउँछ। त्यसो हुनाले तिमी नाट्यौ बाबु, आत्तिनु हुँदैन। तिमीसँग 7 दिनको आयु छ। एकाग्रमा बसेर परमात्माको चिन्तन गर्नुपर्छ। फेरि तिमीलाई लाग्ला कसको चिन्तन गर्ने, कसरी चिन्तन गर्ने, ईश्वरको स्वरूप कस्तो हुन्छ भन्ने जिज्ञासा पनि आउला। यहाँ सुखदेवजीले राजा परीक्षितलाई भन्नुभयो, हेर बाबु, सर्वप्रथम ईश्वर प्राप्तिका लागि के कर्म गर्नुपर्छ भने जितासनो जितश्वासः जितसङ्गो जितेन्द्रियः
स्थूले भगवतो रूपे मनः सन्धारयेद्धिया जितासनः सर्वप्रथम आसन जित्नु पर्दछ बस्न जान्नु पर्दछ बस्नै जान्दिन भने काम गर्न जानिदैन त्यसैले पहिले अभ्यास गर्नुपर्छ सकिँदैन आज 1 मिनेट भोलि 2 मिनेट पर्सि 3 मिनेट बिस्तारै बिस्तारै सनै बस्ने अभ्यास गर्नुपर्छ आसन सिद्धि भइसके पछाडि श्वास प्राणवायुलाई जित्नुपर्छ प्राणायामको माध्यमद्वारा पूरा कुम्भक रेचक यो प्राणायाम विधि हुन्छ त्यो विधिको माध्यमद्वारा आसन सिद्धि भइसके पछाडि प्राणवायुलाई नियन्त्रण गर्नुपर्दछ अनि त्यस पछाडि जित सङ्गबाट आफूलाई अलग राख्नुपर्छ संसारमा सबैलाई फसाएको बिगारेको भनेको सङ्गतले नै छ सत्य त्यसैले सङ्गतबाट बाहिर आउनुपर्छ जिब्राको सङ्गत जिब्राको बसमा परियो भने जिब्राले नै त्यो जीवात्मालाई अधोगतिमा लगिदिन्छ हाम्रा 5 वटा ज्ञानेन्द्रिय छन् 5 वटा कर्मेन्द्रियहरू छन् घाँटी भन्दा माथि रहेका कान जिब्रो आँखा छाला यी हाम्रा ज्ञानेन्द्रिय हुन् र यो ज्ञानेन्द्रियका बसमा यदि जीवात्मा पर्यो भने तिनै ज्ञानेन्द्रिय रूपी घोडाले त्यो जीवात्मालाई लगेर अप्ठ्यारो खाडलमा पुर्याइदिन्छन् त्यसैले सङ्गत जित्नु अपरिहार्य हुन्छ अनि इन्द्रियमाथि विजय प्राप्त गर्नुपर्छ र यो ब्रह्माण्ड नि चराचर जगत नि ईश्वरको स्वरूप हो भन्ने विचार गरेर पहिला स्थूल रूप परमात्माको चिन्तन गर्नुपर्छ एकैचोटि सानो काम गर्देखि ईश्वरको स्वरूपको चिन्तन गर्न असम्भव हुन्छ त्यसैले मनलाई एकत्रित गर्न सर्वप्रथम यो चराचर जगत नै परमात्माको स्वरूप हो भनेर स्थूल रूप विराट रूप परमात्माको चिन्तन गर्नुपर्दछ क्रमशः र ईश्वरलाई चिन्तन गर्ने विधि 2 प्रकारको छ एउटा सद्यो मुक्ति र क्रम मुक्ति 2 प्रकारले ईश्वरको आराधना गरिन्छ र हाम्रा नाभि चक्रदेखि शिर पर्यन्त 6 चक्रहरू छन् मूलाधार स्वादिष्ठान अनाहत मणिपुरक विशुद्ध र आज्ञा यी 6 वटा चक्रको माध्यमद्वारा क्रमशः मूलाधार नाभि कमलबाट त्यसलाई प्राणलाई नियन्त्रण गर्दै ईश्वरको चिन्तन गर्दै गर्दै ती 6 चक्रको चिन्तनको माध्यमद्वारा योगी जनहरूले साधकहरूले परमात्मा प्राप्ति गर्ने गर्छन् तर सामान्य अवस्थामा भने ती 6 चक्रको चिन्तनको माध्यमद्वारा परमात्मा प्राप्ति गर्न कठिन हुन्छ त्यसैले पहिला मनलाई के गर्ने विराट रूप परमात्माको चिन्तन गर्दै गर्दै सूक्ष्ममा लानुपर्छ एकैचोटि गर्न खोज्यो भने त्यो हठयोग हुन जान्छ त्यसैले यो हाम्रो चञ्चल मनलाई परमात्मामा लगाउन त्यही भएर तपाईँ हामी यसो पूजा कोठामा भगवानका तस्बिर राख्छौँ गुरुजनका तस्बिर राख्छौँ किन भन्दा पहिले हाम्रो मन एकत्रित होस् मन स्थिर होस् अनि भित्री आँखाबाट परमात्मालाई देख्न सकियोस् त्यसर्थ यहाँ भन्नुहुन्छ सद्यो मुक्ति र क्रम मुक्ति यी 2टा माध्यमद्वारा परमात्मालाई चिन्न सकिन्छ फेरि सुखदेवजीले भन्नुभयो राजन परीक्षित तिमीलाई कस्तो जिज्ञासा आउला कि त्यो परमात्मालाई गएर कहाँ बस्नु कहाँ चिन्तन गर्नु के खानु त्यो पनि त प्रभाव होला किनभने बिहानै उठेर यदि परमात्माको चिन्तन गर्न बसिएला शरीर हो भोक लाग्ला प्यास लाग्ला जाडो होला गर्मी होला भन्दा त्यो परमात्माले व्यवस्था मिलाएको छ चिराणि किं पथि न सन्ति दिशन्ति भिक्षां नैवाङ्घ्रि परवृत सरितोप्यसुष्यान् हे राजन परीक्षित तिमी यदि एकाग्र चित्तले परमात्माको चिन्तन गर्न खोज्यौ भने तिमीलाई सुत्ने कुराको आवश्यक पर्दैन सत्यां चितौ किं कसिपो प्रयासै परमात्माले दिएको यो पृथ्वी रूपी एउटा ठुलो पलङ छ नि त्यो पलङमा सुत्नु तिमीलाई त्यस्तो लाग्ला कहाँ बस्नु कहाँ खानु कहाँ सुत्नु हो यो पृथ्वी रूपी पलङलाई नै तिमीले आफ्नो वास्तविक बिछौना बनाऊ त्यहाँ सुत्नु अनि आफ्ना 2टा जुन हात छन् नि परमात्माले दिएका तिनैलाई सिरानी बनाऊ पृथ्वीलाई पलङ बनाऊ अनि तिनै परमात्माले फलाएका फुलाएका
फलहरू छन् नि हो ती फललाई ग्रहण गर्नु अनि तिनै प्राकृतिक स्वरूपमा विराजमान भएका ती पहाडका कुना कन्दराहरू छन् त्यहाँ गएर शयन गर्नु तिमीले भनौला वस्त्रको आवश्यक पर्ला चिराणी किन पथिन सन्ति साना साना टुक्राहरू यसो बाटो हिँड्दा घाटो हिँड्दा टुक्राहरू भेटिँदैन तिनैलाई सङ्ग्रह गर्नु यो संसारको लज्जालाई ढाक्नु अनि आफ्ना हातलाई नै सबैभन्दा सिद्ध पात्र मान्नु त्यो परमात्माले दिएको पात्र परमात्माले दिएको पात्र यति सुन्दर र यति वैज्ञानिक छ सज्जन तपाईँ हामी अनेक उपकरण जोडेर ग्रहण गर्छौँ भोजन आदि तर परमात्माले हात दिएको छ नि भोजनमा लगाउन साथ तातो छ कि चिसो छ उसले त्यहाँ पास गर्छ तातो छ धेरै भने पनि लगाउँदैन धेरै चिसो छ भने पनि उसलाई असह्य हुन्छ त्यहाँबाट माथि लान्छ अर्को परमात्माले यहाँ सेक्युरिटी गार्ड राखेको छ मुखमा लगाउनुभन्दा अगाडि यहाँ नाक बसेको छ त्यो लगाउन आँटेको भोजनमा गन्ध छ कि सुगन्ध छ दुर्गन्ध छ कि सुगन्ध छ त्यहाँबाट पास भए पछाडि जिब्रामा पुग्छ अनि जिब्राले पनि फेरि चेकिङ गर्छ धेरै पिरो छ कि धेरै गुलियो छ कि धेरै अमिलो छ कि धेरै चर्को छ कि ती तीन ठाउँबाट पास भए पछाडि अनि मात्रै पेटमा जान्छ त्यो परमात्माले दिएको यो वैज्ञानिक पात्र हो शरीर यहाँ सबै कुरा व्यवस्थित छ यहाँ देख्ने कुरा पनि यही फिटिङ छ सुन्ने कुरा पनि यही फिटिङ छ स्वाद थाहा पाउने कुरा पनि यही फिटिङ छ तातो चिसो अनुभव गर्ने छाला पनि यही फिटिङ छ यस्तो आजसम्म विज्ञानमा आविष्कार भएको छ होला त छैन कहीँ पनि त्यस्तो परमात्माले अलौकिक परमात्मा प्राप्तिको साधन रूपी शरीर तयार गरेको छ त्यसो हुनाले हे परीक्षित यी कुनै पनि कुरा माथि तिमी परवाह नराख अन्तिममा परमात्मालाई सुमिरन गर्दै जसले प्राण त्याग गर्छ उसको जीवन नै सफलीभूत हुन्छ होइन जीवात्मा संसारमा आयो यिनै संसारका कथा व्यथा सुन्यो यिनै आहार विहारमै रमायो जस्तो आएको थियो त्यस्तै गयो भने त्यो जीवनलाई जीवन भनिँदैन त्यसो हुनाले भक्तहरू विभिन्न भावका हुन्छन् यो संसारमा कसैलाई केही चाहिएको होला कसैलाई केही चाहिएको होला ती जे चाहना गर्ने भक्तहरू छन् उनीहरूले तत्तत देवी देवताहरूको उपासना पनि गर्न सक्छन् जसलाई जेको आवश्यकता छ उनीहरूले त्यसरी परमात्माको चिन्तन गर्न सक्छन् यदि कसैलाई अन्न धेरै चाहिएको छ त्यस्ता भक्तहरूले माता अदितिको सेवा गर्नुपर्दछ कसैलाई ठुलो राज्यमा आफ्नो नाम फैलाउन मन छ विश्वदेवीहरूको पूजा गर्नुपर्दछ कोही भक्तहरूलाई लामो आयु चाहियो म धेरै लामो बाँच्न सकूँ त्यस्तो चाहना गर्ने भक्तहरूले अश्विनी कुमारको पूजा गर्नुपर्दछ शरीरमा पुष्टि होस् शरीर हृष्टपुष्ट होस् भन्नका निमित्त इला नाम गरेकी देवीको उपासना गर्नुपर्दछ कोही भक्तलाई मेरो रूप राम्रो होस् भन्ने चाहना आयो भने त्यस्ता भक्तहरूले गन्धर्वको उपासना गर्नुपर्दछ र सुन्दर नारीको आवश्यकता छ भने उर्वशी नाम गरेकी अप्सराको सेवा गर्नुपर्दछ पूजा गर्नुपर्दछ यदि कसैलाई धेरै विद्या चाहिएको छ भने विद्या कामस्तु गिरिशम दाम्पत्यार्थम उमां सतीम यदि कसैलाई लामो धेरै समयसम्म नबिर्सने तरोताजा रहिरहने विद्याको आवश्यक छ भने भगवान देवादिदेव महादेवको आराधना गर्नुपर्दछ पति पत्नीमा प्रेमा भाव सधैँ रहिरहोस् भन्ने भक्तहरूले चाहिँ भगवान शिव र पार्वतीको पूजा गर्नुपर्छ बिहान बेलुका घरमा यसो पति पत्नीमा ततममा हुन थाल्यो भाँडा बर्तन बज्न थाल्यो भने बिहानै उठेर दही दुध घिउ बेलपत्र तयार पारेर भगवान शिवको मन्दिरमा गएर भनिहाल्नुपर्छ हे भोले बाबा हाम्रो घरमा अलिकति तलमाथि हुँदैछ के हो यो व्यवस्था मिलाइदिनु होला है भनेर भगवान शिव र पार्वतीको आराधना गर्नुपर्दछ पति पत्नीमा प्रेमा भाव सधैँभरि रहिरहोस् भन्नका निमित्त अनि आफ्नो वंश परम्परा सधैँभरि अक्षुण्ण चलिरहोस् भन्ने भक्तहरूले चाहिँ पितृहरूको सेवा गर्नुपर्छ पितृहरूका हामी गृहस्थी हौँ पितृहरूको सेवा बिना हामीले हाम्रा सन्ततिहरू मेधावान बुद्धिमान आदि बनाउन सक्दैनौँ
त्यसैले सम्पत्ति र सन्तान राम्रो होस्, शुद्धिकरण होस्, सन्तान सबैतिर संसारमा नाम फैलावट गर्न सक्ने हुन् भन्ने भक्तहरूले चाहिँ आफ्ना पूर्वजहरूको सही समयमा तिथि मितिमा चिन्तन गर्नुपर्छ। पितृ भक्तिमा आबद्ध हुनुपर्छ। श्राद्धादि कर्महरू गर्नुपर्दछ। पिण्ड तर्पण आदि कर्महरू गर्नुपर्दछ। आफ्नो वंश तन्तु परम्परालाई सदा सर्वदा अक्षुण्ण राख्नका लागि, सन्तानमा सुबुद्धि कायम गर्नका लागि पितृहरूको कृपा प्रसादले आफ्ना सन्तानहरू सदा सर्वदा फलिरहन्छन्। यहाँ यही कुरा सुखदेवजी राजा परीक्षितलाई भन्नुहुन्छ। यदि कोही भक्तलाई केही चाहिएको छैन संसारको कुरा, ऊ केवल मोक्ष चाहन्छ भने हे राजन परीक्षित, त्यस्ता भक्तहरूले चाहिँ परब्रह्म परमात्मा भगवान नारायणको आराधना गर्नुपर्दछ। हे परमात्मा, सबै कुरा पर्याप्त छ मसँग, म केवल मोक्ष चाहन्छु, हजुरको सान्निध्यतालाई प्राप्त गर्न चाहन्छु, त्यस्तो इच्छा राख्ने भक्तहरूले चाहिँ भगवान नारायणको आराधना गर्नुपर्दछ। तर आमाका कोखबाट संसारमा जीवात्मा आयो, केही पनि पुण्य कर्म गर्न सकेन, केवल अन्तिममा प्राण त्याग गर्यो भने त्यसको जीवन निरर्थक हुन्छ। कसरी भन्दा तरवः किन्न जीवन्ति भस्त्रा किन्न ससन्त्युतः न खादन्ति न मेहन्ति किं ग्राम प्रसवो परेः। बाँच्नका लागि मात्र जीवन हो भन्दा होइन, बाँच्नका लागि त के तरवः किन्न जीवन्ति, वृक्षहरू जिउँदा छैनन् र ती पनि त हुर्किन्छन्, जन्मिन्छन्, बढ्छन्। मानव भएको भिन्नता त देखिनु पर्यो नि। केवल बाँच्नका लागि मात्रै जीवन हो भने वृक्षहरू पनि त हुर्किन्छन्, बढ्छन्। त्यसो भए के सास फेर्नका लागि जीवन हो भन्दा होइन। भस्त्रा किन्न स्वतन्त्रता, लोहारका घरमा भएको एउटा भाटी सुकेको छालाले पनि त ख्वा ख्वा गरेर सास त फेरेकै हुन्छ। सास फेर्नका लागि मात्रै जीवन हो भन्दा होइन। त्यसो भए के मिठो मिठो खानका लागि जीवन हो भन्दा होइन। नखादन्ति नमेहन्ति, खान र मलमूत्र त्याग गर्न त संसारका सबै प्राणीले जानेको छ नि, कुनै कुरा सिकाइरहनु पर्दैन। त्यो त गाउँका प्राणीहरूले पनि जानेका छन्, चरा मुसा भ्यागुता आदिले। त्यसमा मानव जीवनको सार्थकता अलिकति फरक हुन पर्दछ। त्यसो हुनाले यहाँ भन्नुहुन्छ हे राजन परीक्षित, यदि मानव भएर सत्कर्म गरेन भने चारवटा पशुले ती मानवलाई सदा सर्वदा गिज्याइरहन्छन्। ती चारवटा पशुले हाम्रो प्रशंसा गर्छन्। अरे सत्य, ती चारवटा पशु भनेका सबिड बराहोष्ट खरै संस्तुतः पुरुषः पशु नयत कर्ण कथो पेतो जातु नाम गदाग्रजः। समय समयमा बसेर जिब्रो फड्काएर हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, यस्ता नामहरू जपेन केवल आफ्ना लागि मात्रै संसारमा दौडिरह्यो भने चारवटा पशुले हाम्रो स्तुति गर्छन्। अरे स्व भनेको कुकुरले, कुकुर कहिल्यै बस्न पाउँदैन, काम पनि हुँदैन। यता जान्छ भुक्छ, उता जान्छ भुक्छ, किन भुकेको अर्थ पनि छैन। त्यस्तै हाम्रो सुन्दर शरीर प्राप्त गर्यौं, उमेरमा भुकियो, केटाकेटीमा भुक्यो, वृद्ध भएपछि पनि भुक्यो, तर के भन्यो थाहै छैन। त्यो भनेका कुराले के परिवर्तन आयो त्यो पनि छैन। कराको छ, केका लागि कराको छ, अतो पतो केही पनि छैन। आफू जस्ताको तस्तै, अरूलाई त करायो तर ऊ कति सुध्रियो उसले मूल्याङ्कनै गरेन भने कराउँदै हिँडो भने भन्छ अरे त्यो कुकुरले बाबु तिमी पनि मेरै खानदानका रहेछौ, कराउँदैछौ, अहिले कराइरौ, म पनि कराउँदैछु। कति बेरसम्म कराउँछौ? जति बेरसम्म तिम्रो शरीरमा त्यो प्राण बस्छ। भोलि पर्सि लडेपछि कोही तिम्रा इष्टमित्र परिवारका सदस्य भयो भने त लगेर जलाइदिएला, जलाउन सकेनन् भने खाल्डो खनेर पोरिदिएला। पुर्न पनि भ्याएनन् कथम कदाचित भने त्यो तिम्रो शरीरलाई खाने त मै हुँ नि। कराउँदै गर, अहिले मेरो आहारा हो तिमी, अनि तिमी विष्टामा परिणत हुन्छौ। कुकुरले प्रशंसा गर्छ। अरे सत्य, त्यसैले शरीरका धर्म तीनटा छन्। कृमि बीट भस्म संहितः,
शरीरका जति राम्रो भए पनि, जति कमाए पनि, जति पढे पनि अन्तिममा यो नश्वर शरीरको परिणाम भनेको कसैले लगेर जलाइदिए खरानी, कसैले जलाएर पुरिदिए किरा मकौडा, त्यो पनि हुन सकेन भने पशु पक्षी जनावरले खाए भने त्यो विष्टामा परिणत हुन्छ हाम्रो शरीर। धरती इलिहाङ 5 सुबाङ, यहाँ सबैजना यो तपस्थलीको बारेमा हामीले व्याख्या गरिरहनु पर्दैन। यहाँ त्यस्ता मेधावी गुरुहरूको सिद्ध तपस्थली जहाँ आज हाम्रा सम्बन्धले जिजु परजिजु पर्ने लक्ष्मी नारायण भण्डारीका सन्ततिहरू जो आज आफ्नो कर्मको कारणले गर्दा कसले कहाँ गएर के गर्नुपर्छ यो विधाताले लेखेको हुन्छ। पूर्व पश्चिम उत्तर दक्षिण स्वदेश विदेशमा छरिनु भएको छ। उहाँहरूले आफ्नो यो जिजुको तपस्थलीमा केही समय अगाडि सङ्कल्प गर्नुभयो यो महान यज्ञको आयोजना गर्ने, र यसलाई सङ्कल्प गर्दै गर्दै यो यज्ञ आज हामी द्वितीय दिवसमा आइपुगेका छौँ। र यो यज्ञ गर्ने यहाँ मनसाय बनाइसके पछाडि यहाँका केही भौतिक तयारीहरू पनि गर्नुपर्ने हुन्छ, यहाँका व्यवस्थापनका पक्षहरू हुन्छन्। हरेक कुरासँग त्यो यज्ञ जोडिन पुग्छ र यो यज्ञ यहाँ गर्ने हामीले निश्चय गरिसके पश्चात टाढाबाट आएर वशिष्ठ गोत्रीय भण्डारी बन्धुहरूले आफ्ना पिता पुर्खाको यो तपस्थलीमा महान यज्ञ गर्दै हुनुहुन्छ भनेर हाम्रो यसै हिलिहाङ गाउँपालिकाका सम्मानित समाजसेवी आदरणीय हाम्रा त अभिभावक यो हिलिहाङ गाउँपालिकाका श्री समर बहादुर अधिकारी ज्यू आज यो महान यज्ञको निमन्त्रणालाई स्वीकार गर्दै यहाँ समुपस्थित हुनुभएको छ र यो यज्ञमा कुनै पनि प्रकारको यातायातको पनि असुविधा नहोस्, सहजतासँग हाम्रा गाडी घोडाहरू वर्षकै आँगनमा आइपुगुन्। उहाँले त्यो पनि विचार गर्नुभयो र त्यो बाटाको अलिकति असहज परिस्थितिलाई सहज बनाउनका लागि पनि उहाँले भूमिका निर्वाह गरिदिनु भयो। र अब पनि हामीलाई केही त्यस्ता कुराहरू आवश्यक पर्न आउँछन् र यहाँदेखि उता पनि हामी उहाँप्रति आशावादी र उहाँले पक्कै पनि गर्नुहुनेछ। र त्यस्तो एउटा धार्मिक समाजसेवी र तपाईँ हामी सबैको अभिभावक, हामी यहाँ जति दिन बस्छौँ हामी उहाँकै संरक्षकमा हुन्छौँ, हाम्रो पनि अभिभावक हो उहाँ। तसर्थ उहाँ यो यज्ञमा आउनुभएको छ, उहाँलाई एकचोटि जोरदार तालीले सम्मान गरौँ र हाम्रा सम्पूर्ण वशिष्ठ गोत्रीय यहाँ आयोजक भण्डारी बन्धुहरूले सम्मान गर्ने कुरा गर्नुभएको छ र सम्मान गर्ने हो। ताली अघि सम्मान उहाँहरूले आफ्नो ठाउँबाट गरिसक्नु भएको छ र हामी व्यासपीठ साथै हामी सम्पूर्ण आयोजककर्ता परिवारद्वारा हाम्रा समाजसेवी र अभिभावक समरबहादुर अधिकारीज्यूलाई हामी एकचोटि जोरदार तालीले सम्मान गरौँ र समरबहादुर अधिकारीज्यू यहाँ ल्याएर बसाउँछ, त्यही घडीले भोजनालय पुर्याउँछ, त्यही घडीले पर ओछ्यानमा पुर्याउँछ, त्यही घडीले झापाबाट यहाँ ल्यायो, यहाँबाट झापा पुर्याउँछ। हेर्नुहोस् त हामीलाई कुदाउने त त्यही घडी हो नि, होइन? त्यसो हुनाले अब हाम्रो द्वितीय दिवस अन्तर्गत श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सर्वप्रथम भगवान नारायणले ब्रह्मालाई, ब्रह्माले नारदलाई, नारदले वेदव्यासलाई, वेदव्यासले सुखदेवजी महामुनिलाई र सुखदेवजी महामुनिले राजा परीक्षितलाई सुनाएको पावन प्रसंग तपाईँ हामीले यो छोटो समयमा सुन्यौं। सज्जन, हरि अनन्त, हरि कथा अनन्त, ईश्वरको स्वरूप अनन्त, भगवानका कथाहरू अथाह छन् जसलाई गाउन असम्भव हुन्छ र हामीले यो समयलाई सदुपयोग मात्रै गरेका हौं र हामीले सुन्दा र सुनाउँदा भएका कमी कमजोरी भई उनै पूर्ण परब्रह्म परमात्मा भगवान श्री हरिले पूर्ण गरिदिनु हुनेछ। हाम्रा सम्पूर्ण वशिष्ठ गोत्रीय पितृहरूको उद्धार होस् र लक्ष्मी नारायण जो परजिजु जिजु हुनुहुन्छ उहाँको पनि सद्गति होस् र सबैका मनोकामना चित्तवृत्ति परमात्मामा लागुन्। भागवत भगवानले तपाईँ हामीहरू सदैव कल्याण गर्नुहोस्, यही प्रार्थना गर्दै अब हामी आरती पुष्पाञ्जलि टीका प्रसाद ग्रहण गरेर यो अपराह्नको समयलाई पूर्णता दिनेछौँ। भक्तवत्सल भगवानको, भागवत भगवानको
हरिनाम संकीर्तन को। ओम हर 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 महादेव शंभो। हाम्रा ध्वनि यन्त्र अजन्तवति संयुक्तं बन्धिना योजितं मया दीपं गृहाण देवी सा त्रैलोक्यतिमिरापहम् आराधृक्यं प्रज्वाल्य पूजयेतान्नं पयोरेतो अस्मान् सुरक्षा चन्द्रादित्यो तदारणे विदुदाने सदैव च तमेव सरज्योतिं तेन नीराजयाम्यहम्। ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार तारे। ओम जय जगदीश हरे मन को थाल मनोहर प्रेम रूप बाति प्रभु प्रेम रूप बाति भाव कपूर मंगल भाव कपूर मंगल भारती सब माते। ओम जय जगदीश हरे नित्य निरंजन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक चिन्मय सुख राशि। ओम जय जगदीश हरे सृष्टि स्थिति लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी भक्ति सुधा बरसाओ प्रेम सुधा बरसाओ शरण पर्यो हामी। ओम जय जगदीश हरे आसुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गुणानुरूपति में हो गुणानुरूपति में हो हरिहर अवधाता। ओम जय जगदीश हरे युग युग पावन गर्छौ अगणित रूप धारी प्रभु अगणित रूप धारी लीलामय रस विग्रह लीलामय रस विग्रह करुणामूर्ति हरि। ओम जय जगदीश हरे समता शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी शरण अब पाओ शरण शरण अब पाओ प्रभु भव भयहारी। ओम जय जगदीश हरे दिन दिन निर्मल बन्दै प्रतिदिन पावन बन्दै त्यो भव सिन्धु तर्यो। ओम जय जगदीश हरे
केशवानन्द वासुदेव नमोऽस्तुते वासनाद् वासुदेवस्य वासुतं भुवनत्रयं सर्वभूतनिवासोऽसि वासुदेव नमोऽस्तुते शुभं भवतु कल्याणम् आरोग्यं धनसम्पदा कर्मणमनियं दलं समर्पयामि सर्वाङ्गे शुस्रानियं दलं समर्पयामि मधुपर्कं विद्यान्ते आत्मनियं दलं समर्पयामि करोद्वर्तनार्थे गन्धं समर्पयामि फलं निवेदयामि मुखवासार्थे ताम्बूलपत्रं समर्पयामि द्रव्यदक्षिणान्ते समर्पयामि धूपमाग्रा वैशखसपदं प्रजापति आदित्या वसवो रुद्राः विश्वे देवा समेत्रिकाः त्वयि तिष्ठन्ति सर्वेऽपि यतः कामफलप्रदा तत्र सादादिमं यज्ञं कर्तुमेहेतरोद्भव
सान्निध्यं गुरुदेवे सा प्रसन्नो भव सर्वदा नमो नमस्ते षटिकप्रभाय श्वेतहाराय सुमङ्गलाय सुपाशास्थाय जशासनाय जलादिनाथाय नमो नमस्ते पाशपाणे नमस्तुभ्यं पद्मिनी जीवनायक यावत् कर्म समाप्तिश्च तावदत्र स्थिरो भव ओम भूर्भुवस्सुः वरुणाय नमः अनया पूजया साङ्गः सपरिवारः सशक्तिकः वर्णः प्रियतां ओम महागणाधिपतये नमः ध्यानं समर्पयामि ध्यानार्थे पुष्पं समर्पयामि पादयोः पाद्यदलं समर्पयामि हस्तयोः अर्घ्यं समर्पयामि मुखे आत्मनिं जलं समर्पयामि सर्वांगेषु स्नानीयं जलं समर्पयामि मधुपर्क स्नानं समर्पयामि मधुपर्कान्ते आचमनीयं जलं समर्पयामि उपवस्त्रं समर्पयामि वस्त्रोपवस्त्रान्ते आचमनीयं जलं समर्पयामि यज्ञोपवीतं समर्पयामि यज्ञोपवीतान्ते आचमनीयं जलं समर्पयामि गन्धार्थं गृहाणगणनायक सिन्दूरेरुतुळादिनोला अभिरेरुतुळादिनोला ओम ऐरिवो वैः पर्येतिं बाहुं जायाहेतिं परिवादमानः हस्तग्नो विश्ववयुनानि विद्वान् पुमान् पुमागुं सम्परिपात विश्वतः नानापरिमलद्रव्याणि समर्पयामि एकैछिन फल को बेला भएको छैन है नाना परिमल द्रव्याणि समर्पयामि धूपमाग्रापयामि हरि ओम दूरसी दूर्वदूर्वन्तं दूर्वतादग्निरजायत आद्यन्तवर्ति संयुक्तं वह्निना योजितं मया दीपं गृहाणदेवेश त्रैलोक्यतिमिरापहम् धूपदीपाञ्च हस्तप्रचारणपूर्वकं नैवेद्यं निवेदयामि नैवेद्यं पुरतः संस्थाप्य द्रवाङ्कुरेण सैन्धात्यदेन मुद्रया अमृतीकृत्य योनिमुद्रां प्रदर्श ग्रासमुद्रां प्रदर्श ॐ प्राणाय स्वाहा ॐ अपानाय स्वाहा ॐ व्यानाय स्वाहा ॐ उदानाय स्वाहा ॐ समानाय स्वाहा मध्ये पानीयम् उत्तरापोषणं हस्तप्रक्षालनं मुखप्रक्षालनं च समर्पयामि करोदर्शनार्थे गन्धं समर्पयामि फलं निवेदयामि एकैछिन अर्घ्यथनवो नमस्ते सदुर्वादलं कुङ्कुमं रक्तपुष्पं तथा चन्दनं सुन्दरं रक्तवस्त्रं सदाधारकं ज्ञानमूर्तिं अखण्डं प्रभुं सिद्धिदन्तं गणेशं नमामि अनया पूजया भगवान् विघ्नहर्ता गणपतिः प्रियतां नमः अब त्यो घण्टा बजाइदिनु होला ओम आगमार्थं तु देवानां गमनार्थं तु रक्षसां घण्टानादं प्रकुर्वीत पश्चात् घण्टां प्रपूजयत तीन जौले घंटा को पूजा करने वाला ओम घंटस्थाय गणाय नमः हरि ओम सुपर्णोषि गरुत्मां श्रीवृते शिरो गायत्रं दशुर बृहद्रथं तले पक्षौ स्तोम आत्मा छन्दागुंशंगानि यजुगुंखिनाम सामते तनोर्वामदेव्यं जन्यजन्यं पुच्छन्दिष्णाः सभा सुपर्णोषि गरुत्मां दिवं वसस्वापता ओम भूर्भुवस्सुः घंटस्थाय गरुडाय नमः पूजां समर्पयामि अब शंख को पूजा करने वाला ओम शंखादो चंद्रदैवत्यं कुक्षौ वर्णदेवता पृष्ठे प्रजापति शैव अग्रे गंगा सरस्वती पृथिव्यां यानि तीर्थानि वासुदेवस्य चाज्ञया शंखे तिष्ठन्ति विप्रेन्द्र तस्मात् शंखं प्रपूजयेत पृथिव्यां यानि तीर्थानि स्थावराणि चराणि च तानि तीर्थानि शंखेऽस्मिन् विशन्तो ब्रह्मशासनात् त्वं पुरा सागरोत्पन्नो विष्णुना विधृताकरे ॐ अग्निर्षिः पवमानः पाञ्चजन्यः पुरोहितः तमीमहे मा गयम् ओम भूर्भुवस्सुः संकष्टदेवेभ्यो नमः बधाई पनि भयो अब ओम आपो अस्मान् मातरः सुन्दयन्तु घृतेन नो घृतप्रदः पुनन्तु विषं एकं द्रवन्ति देवी ऋतिराम्या शुचिरा पूतये निदीक्षा तपसो स्तनूरसि कान्ता शिवागुं सगमामि
पयो दिव्यन्तरिक्षे पयोदाः पयस्वतिः प्रदिशा सन्तुमयम् ॐ पवित्रेस्तो वैष्णव्यो सवितुर्वा प्रसव उत्पन्नाम छिद्रेण पवित्रेण सूर्यसरसिमी देवीरापो अग्रे भुवो अग्रे पुवोग्र इममद्य जनन्यताग्रे जनपतिगुं सुदातं जनपतिं देवयुवम् ॐ दधिक्राणो अकारिघं जिषोरसवादिनः दन्तशवप्रिया अलोकत अष्टोपाश्रां च तेजोराशे जगत्पते अनुकम्पयमामग्राग्र्यं दिवाकरा। अब सूर्य प्रस्थान गर्नु होला सूर्यपट्टि फर्केर नमस्कार गरौँ त्यो राखिदिउँ त हरि ओम तत्सदेव हिताम्बुलस्था शुक्रम शरद पश्चिम शरद शतं जीवेम शरद शतगुं शृणुयाम शरद शतम्। ओम नमो भगवते सूर्यनारायणाय नमः। अब ब्रह्मा विष्णु प्रजापति को पूजा करो। हरि सवेयो जुवास्य जलमान शबीरो जहेतापृतौ पूज्यास षोडशा। ओम भूर्वास गौर्यादि षोडशमातृकाभ्यो नमः। अनया पूजया गौर्यादि षोडशमातरः प्रियन्तान् नमः। अब यता ग्रह को पूजा करना आउनु होला। प्राविधिक बाबु अलिकति चिन्चिहरू अपागुङ्ग्रेतागुं श्रीर्णति। ओम भूर्वस्व भौमाय नमः। ध्यानं समर्पयामि। हरित पुष्पलेन हरिः ओम उद्बुद्धश्रावणे प्रतिजाग्रही त्वमिषा पूर्ते संश्रित वयन्त अस्मिन् सदस्ते अद्युत्तरस्मिन् विश्वे देवा कामगृहीतोऽसि बृहस्पतये त्वैखते द्यौरिर्बृहस्पतये त्वा। ओम भूर्वस्व बृहस्पतये नमः। ध्यानं समर्पयामि। पुनः श्वेतपुष्पलेन ओम अन्नात् परिसृतो रसं ब्रह्मणा व्यपीवत ध्यानं समर्पयामि। ओम भूर्वस्व रावे नमः। रावं ध्यान दशापदं निशानाथं सोमं आवाहयाम्यं धरणीकरसंभो भवानः जत्वे महे प्रतितन्नो जुगसंनो भवति पदे सन्ततुस्वरे। अलिकति दयाक्षता भन्नु है भइसक्यो नैवेद्यहरू भइसक्यो। वास्तु पुरुषको हुँदैछ त धूपम दीपम नैवेद्यं निवेदयामि। त्यहाँ बलि लिनु त हातमा अलिकति दयाक्षता लिनु त। शेष पूज्यमान मण्डपस्थाने शीघ्रमागच्छ इमं दध्यक्षत बलिं गृहाण। अरे अब क्षेत्रपालको पूजा गरौँ त। स्वाधा शक्तिसहिता स्वाहा शक्तिसहिताय अग्नये इमं दध्यक्षत बलिं समर्पयामि। बलि चढाइसकेपछि हात यसो पुस्नुपर्छ है पानीले। अब ओमं सुमुताय माय जुहावती यमं भाजन्यो गच्छन्तमिन्दोतो अंकृतः। हजुरहरु दक्षिण भनेको तपाईले एकतिर पश्चिमपट्टि ओम निरिताय नमः। हरि ओम। अब बलि लिनु हातमा। ओम र दाहिनेपट्टि चाहिँ वायु भगवानको पूजा गर्नु। ओम वायो एते च श्रीणो रथा सस्ते विरागये नियुतां सोमपीताय। अनि माथि राखेका ध्वंसे ध्वजाको पूजा गर्नु। ओम ध्वजाय नमः। ओम पताकाय नमः। अब हातमा बलिले मार भन्नुहोला। बायाँपट्टि स्थापना गरिएका कलशमा सार्वभौम नाम गरिएका दिग्गजको पूजा गर्नुहोला। ओम भूर्वस्व सार्वभौम दिग्गजाय नमः। अनि बायाँपट्टिमा चाहिँ सोमको पूजा गर्नुहोला। ओम सोमाय नमः। अनि नागशरण समर्पयामि नमस्करोमि। अनि त्यस पछाडि ध्वजा र पताकाको समेत पूजा गरेर हातमा बलि लिएर भन्नुहोला। ओम सांगाय चित्रिणी पतये सोमाय चित्रनौदनं अथवा दध्यक्षतबलिं समर्पयामि। हात धुनु होला र अब ईशानमा आएर
दाहिनेपट्टिका बायाँपट्टिका कलशमा सुप्रतीक नाम गरिएका दिग्गजको पूजा गर्नु। ओम सुप्रतीक दिग्गजाय नमः। अनि त्यहाँबाट भगवान शिवको यता यता यो ईशान गाय नमः। ईशानमा ओम ईशानाय नमः। गन्धाक्षु पुष्पाणि समर्पयामि नमस्करोमि। ओम ब्रह्मणे नमः। ओम ध्वजाको पनि पूजा गर्नु। पताकाको पनि पूजा गरिसकेपछि हातमा बलि लिएर भन्नुहोला ओम सांगाय सावित्री सतिकाय ब्रह्मणे इमं दध्यक्षत बलिं समर्पयामि। तत्पश्चात् हात धोएर कहाँ जानु? पश्चिम र नैऋत्यको बिचमा गएर भगवान अनन्तको पूजा गर्नुहोला। ओम ओम त्यो हाँस्ने कुरो होइन नि। अब ओम श्रीवाल्यै नमः। ल अब जति पनि बाँसहरू छन् त्यो बाँसमा किन्नरहरूको पूजा गर्नु होला। ओम किन्नरेभ्यो नमः। वंशेषु किन्नरेभ्यो नमः। किन्नर भनेको को हो थाहा छ तपाईँहरूलाई? किन्नर भनेको एउटा जाति हुन्छ। बानरलाई पनि किन्नर भनिन्छ। किम के हो? नर वा बानर किन्नर। किन्नरेभ्यो नमः। बाँसमा शैशलाई खान्छ नि बानरहरूले। ओम किन्नरेभ्यो नमः। ओम एकपल्ट किन्नरेभ्यो नमः भन्दै 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 पूजा गरेर जानुभयो। अर्कापट्टि पन्नगेभ्यो नमः भन्दै कुद्नुभयो। अर्कापल्ट ओम शाखा बन्धनेषु जति पनि बाँसहरू यहाँ बाँधेका छन् बन्धनहरू छन् त्यो बन्धनमा चाहिँ सबै देवताहरू 33 कोटी देवताहरूको पूजा गर्नु होला। हो शाखा बन्धनेषु सबै चोया नछोडी म गर्दैछु है खुरखुर पडिन्छ। ल अब फेरि हजुरहरू एकखेप गएर पूर्वद्वारमा आउनु होला। ओम अब पूर्वमा जानु त। यो चोया त किन छोड्नु र पछि किन चाहिन्छ? बर्जाले काटेका चोया चाहिँ होला। अब नि पूर्वमा अब भयो है। पूर्वमा जाँदा पूर्वद्वारको ओम द्वारश्री नमः। माथि नीलकेलाय सहस्राक्षाय मीनस्तमवयो रात्रिर्यामा जासते असैकवाः परामय स्वया परिभुजा परिते दण्डनो हेति रसमान् प्रणक्तुर्षताः अथो जा 19 अष्टान्निदेहितम् अवतत्य धनुष्टकुं सहस्राक्षसते खुदे तरं माना प्रियाष्कर्णोर्ग्रवीरिकाः मानसो वन्दनान् मृत्योर्मुक्षीयमामृतात् त्र्यम्बकं यजामहे सुगन्धिं पतिवेदनम् उर्वारुकमिव बन्धनायिगुंसे निवर्तयाम्यायुखे सुतबालः सर्वसुतबालो मणिबालस्त आसिनाः सनीतमं पप्रेतमं दुष्टतमं देवोत्तमम् वनस्पतिरसोद्भूतो गन्धाढ्यगन्धोत्तम आगृह्य सर्वदेवानां धूपोऽयं प्रतिगृह्यताम् धूपान्तदीपम् ॐ चन्द्रमा मनसो जातचक्षुः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायत आद्यन्तमर्ति संयुक्तं बह्निना योजितं मया दीपं प्रियां देवेशा त्रैलोक्यतिमिरापहं धूपदीपान्ते हास्यमुतावा हस्तप्रचारणपूर्वकं नैवेद्यं निवेदयामि दग्धं समर्पयामि फले नमस्करोमि अब यसो के भगवान ज्ञान पुरुषोत्तमाय नमः। ओम त्यो फल लिनु चलो अब
बडा गाह्रो हुन्छ नि फल लिएर त होइन अहिले निप्नुपर्छ नि नरिवलको एउटा लिनु ठिकै छ भरे पुष्पाञ्जली गरौँ न अहिले अहिले त्यहाँ योऽयं प्रत्यक्ष कृष्ण एव ये स्वीकैव कर्तव्य दासोऽहं तव केशव संसारसागरे मग्नं दीनं मां करुणानिधे कर्ममोह गृहीताङ्गं मामुद्धर भवालवात् शुकरूप प्रबोधज्ञ सर्वशास्त्रविशारदा एतत् कथा प्रकाशेन मदज्ञानं विनाशय ॐ श्रीकृष्णस्य वाङ्मयमूर्तये श्रीमद्भागवताय नमः श्रीमद्भागवत पुस्तकाय नमः लक्ष्मीनारायणाभ्यां नमः श्रीफलं निवेदयामि श्रीफल चढाउनु काका चढाउनु भयो अब हामी उता पर जाउँ त बाहिर भानु सुब्रह्म कन्या वाहन मचिकिला मिसा बारवण तो तरुण याते नाव जो बलि बच्चे र सुदाय च तत सचालदा चनाव बदान बि हयसिन बोलमा कलका सथाव बदान बि हरे न कतो हयसिन निपा बुलमा कले कमता द विश्व र सुते जिको परिमित भगवान का समर्पण चोद द बोलमा कलके हत दान बाजित सारी ना तयो साठी साधणे यज्ञनाथे विदो विद जगन्नाथ कतरा दनिक इंद्र प्रियंकर विवेदित सेमी काम सत जगमति जन राव जेठ विदो सतम हतम उपागता तत नितम योगी त्यान बोल चरित्र नारायण देव संजना बदला देवी विभूषण लीमा पुरुष तुष्टतम युतम का दता गीता तम मित सकल प्रम सक सक देव संग श्रीत महिमना बेदरम च महाभाग यम देव यमित त सेव भूत्वा त बडवन सत्य च देव रुबि छाय सनि चरम देवी च बणि त भनु त कन्या त तपति यम गुदि संवरण पति आर्य मातिका पति त च षड चित यथ विमान चित ते ब्रह्मण च बकल्मित भूषण पति विचद भगवत दंत भनु दुरा योशो दक्षा गोविंद दहा कविता दित तसु नित नित मान रतन नाम कर्ण का सनि बित त जगि विचार पत बिरन तम्र विजि सुरगण शक्ति गति सदाम वियते न भजित न गुरुणा गिरिशेनिय तोम तेजि सिमदाति महाप्रभु संस्कर्णे साचोध्याय श्री कृष्ण गोविंद हरे मुरारे नाथ नारायण वासुदेवा श्याम नारायण हे मुकुंद लक्ष्मीपते केशव वासुदेवा अथ सप्तमोऽध्याय राजमचकसहित कसेहित परितताचरेण तुलसरहित दातच भगवत् शिष्याणामक्रमं गुरु सिद्धिकवाचयिताति विवनेश्वरे मन्दलङ्घित सतत मरुद्भिरिदिरादितिरिविनिप विषयदेवी च साधुचनास तनं परिचित सिद्ध चरणकन्दुरे मुनिवि ब्रह्मवादिवि विद्या धर्म सर्वविच किन्नरे पतगोरगै निषेव्यमाण भगवान् तुयमान च भारत उपगीयमान ललित मास्थान ध्यासनासित पाण्डुलीनाथ पत्रण चन्द्रमण्डल चरण युक्तस्थानि पारमिति चामर वेदनादि विराजमान पौलिमा सहत चनया विच सहिता परमाचरण देवानामत्वन सह नव्य नन्दित सम्राब्धा प्रतिथान सनादि विभातस्वती मुनिवर सुरसुर नमस्कृत मनोत्तल चलादिन्द पश्यन् अपि सभागत तदनिगत सहज कविरा गिरचाप्रभ आई संज्ञान तुटिविद श्रीमद विक्रियान्तरिव प्रतिवृत्तिन्द गुरु हेलन मातन गरयामाच सदस्यमात्मान मातन होमतम सतकृतं वेद प्रबोधिना यन्मयैश्वर्यमतेन गुरु सदस्य कार्तिकय कौरिते पंडितो लक्ष्मी विष्णुपतिरपि यः सुरं भावनितो विविधेश्वर पारमेश्वर चरणमदिति न कञ्चन प्रतिष्ठिते प्रिय धर्मन्तेन परं विद्युते स उपतदेशिन पतता तमसि यथा ये श्राद्ध दुर्पचति विमन्दन्त सुप्रभायिता अथाहं मम चर मगध शरणं दिजामा प्रसाद ईश्वर निषद शरणं तत्शरणं कृत एवं चित्त तत्जमगनो भगवान् गृह बृहस्पति गतो दिजगति मध्यात्ममय गुरुनादिगत संज्ञा परिचय भगवान् शरण ध्यायन्तिया शरीरत समानालवतातन तत्देव चरदेव सद्य सरसमत देवमृत्य देहं चक्र दुर्मदा तथाइन तैर्विशिष्टे सुविशिष्टे निर्बन्धं गुरुवान्दर प्रमाणं शरणदगो महेन्द्र रथ कन्दर तत्तु व्यतितां विच भगवन्नाथ भूरद कृपया पर्यादेव कृपया परिशान्तैन ब्रह्मोवाच होमत सुरचटय ब्रह्मकृतं ब्रह्मेश ब्राह्मण दान्तमशिर नभ्यनन्दत तस्य यवनस्याति परिविव पराभव प्रदक्षिणेव स्वरिव समितानं चैत्सुरा भगवन् दिशदापचं प्रचणं गुर्वति क्रमः सम्प्रत्युपचितां भूय काव्यम् आराध्य भक्तिता अतधिर निलयन मम विविधो देवता त्रिविष्टकं किङ्गणयन्त वेदं मत्र विगुणमनुचरितदातन विभ्र गोविन्द कवीश्वराणां भवन्त्य भद्राणि नरि शरणं तद्विश्वरूपं भजतासि विभ्रान्तपचिन तक्षमतात्मवतं सभाततो तन्त्रविदासते यदि समिषदुमतास कर्मचिजगवचत एवं मुदितारतं ब्राह्मणा विगतितर चित्तटमुकुपित परिषदे धर्मब्रह्मं देवा उच्चभयन्ति तिथे प्रन्था आश्रमं भद्रमातिथि काम सम्पादितं तथा पितॄणां समयोजितं पुत्राणामि परोधर्मभित्ति सुकृतं सता अपि सुतमतं ब्रह्मं जमत ब्रह्मचरणाचार्य ब्राह्मणमति विदोमुति वृदापते भ्रातं हरिपतेमति माता सर्वचिते तनितया भगिनीमति धर्मशतदिति च मङ्गलभ्यगतमति सर्वभूतानि चात्मना
तस्मात् विद्रणा मातना माते परपरा भगवत तपसपने तद संदेशगत मर्जे भणिमहि तुपद्यं नमितं ब्राह्मणं ग्रहे तन्दस विधि समसपदा तपति जल करिहि यति जे भुजं अभिवादन चन्द्रयं यतबं मान्नो वैदेशे चकाण दिशिरवाता व्यतीत सुरगणे परिहृत्य महातप सपीच रूपतान प्रहतं कखणे यागिरा विशरपवत विकारित धर्मचले मम बचोपव्य कथं नमति दोनाचार्य केसर वियाते सत्यकथे सत्य सैव स्वत उच्यते अकिंचन नामिदनं शिरोधनं तेन निर्वाचित सत्य कथं विकारिं करं निदिचल परोदसं विशति येन दुर्मते तथापि न प्रतिक्रिया गुरु विप्रतितं क्रिया भवतं प्रातितं तपे प्रतिगतं सिद्धिकवच तेभ्य एवं प्रतिसिद्ध विश्वरूप महातपा पौरोहितं तथाग्रे परमेण समाधिन सुरदितं जयं कोतमचल सपि विद्या सिद्धात्यं महिन्द्रा भेटं विद्या विवेया गुप्त सहजगति सुर तमर विवेतं प्रहत महिन्द्रा विश्वरूप उदारधि ओम जय जय श्रीमद् भागवते महापुराणे पारवता सविता षष्ठस्कन्धे सप्तमो अध्यायः श्रीकृष्ण गोविन्द हरे हरे नाथ नारायण वासुदेव श्याम नारायण पते केशव वासुदेवाष्टमोऽध्याय राजपते गुप्त सहदत्त सभाहन्ति सैनिकां गण निपरिजित त्रिलोक्य बहुदेत्य भगवत नमकै वर्ण नारायणात्मकं सततायन सतयन गुप्त ध्यान विदेशित गवत वृत पुरोहित तोट महेन्द्रायन पृथते नारायणाख्यं परमाहतदि ऐक्यमनाचलो विश्वरूपवाच धूतं पाणिराचम्य सब वित्र उदमुखान् कृतसंगकरण्याच बन्धागिमुख्याज्ञता सुधि नारायणमयं परमसनित भयागते पादे धननुर्वरुदरिदिदतुरजि मुखे श्रीचरणपूर्वेदं करदि विनति ओं नमो नारायणाय इति विपर्य मता विवकरण्य सन्ततकर दशक्षर विद्या प्रणवाद्यकारं मंगलं गोष्ठपर वासुदेश निधयंकारं विकारं मनोमदनि सकारं च विभर्मदेणाकारं शिखयादिसि विकारं निधयनाकारं सर्वशान्तिचमकारं अस्त्रमति च मन्त्रमति भवेत्कृत सविसंगं फलं तत् सर्वदिक् विनिदिते विचमेन माहिति आत्मानं परमं ध्यायेयं सत्सर्वविदितं विदतेन तपमति निम मन्त्रपदाहरितो मारि विद्यते मम सर्वरक्षणतङ्गे पदं पदकेन्द्रपेटे धरामि चर्माचिलदिसुतापपासन्तदानटगुणटबाहुजले सुमानं चतुर्मध्यमति यादवगणे विपन्न च पादतले च मायापटुपामनयति विक्रमकेवतु विश्वरूपा दुर्गे सटपादिमकादिषु प्रभपायामि सिंहसुरजितपाणिनि तते सवाटाच दिशु विनति निपतं सकलपरक्षतसमातनियकल्म सदचैनित धर्मपराहरामति कुटे सत विप्रवाच सरलक्ष्मण भरताग्रजस्मनामगतमनखिरात्मनाथ नारायण पातनर सहसा दत्तस्य योगादत्त योगनद पायदुणे च कपिल कर्म बन्धसन कुमारवतु कामदेव धैर्य साम पतिदेव हिरणा देव शिवर्य पुरुषोत्तनान्तर कुर्म हरिमानियादिशेषा धन्वंतरी भगवान भातपत्तदा भैरिस बलिजित तैकेशलोकदवता धरत बनोगणात्मक समसादहित दैपायन भगवान प्रबोधन विद्युतुपा खटगुणा प्रमाद कलिकी कलि कालमला प्रपाद धर्ममनाय किताबतारमं केशवकतया प्रातरभ्य गोविंदा संगममात बेडो नारायण प्रण उदात शक्ति मध्यन्दिनी विष्णु नरेंद्र पाणी देवपुराणे मधुग्रधन्वा सायं तथा मावतु माधव माधव शेरी सिके दौता धरतनि सीते कोवतु पद्मनाभ शिव सदाम परिणत ऐसा पति जय शिव धनाधन धाम तरव्यतन संदर्भ प्रभात ईश्वर भगवान कालमूर्ति चक्रम युगंतनरतिपनेरि ब्रह्मचमन्तात् भगवत् प्रयत्नं दन्तग्धि शैलमाचु कक्षमेतावात सको हुताशा गति सनिस्पर्शन विस्फुलिङ्गे निस्पिण्डि निस्पिण्डजितग्नियाति पुष्पाण्ड वैनायकी यक्षरचो भूतग्रह चूडयादि तम्यातु धन प्रमथ प्रीतमाति विप्राच विग्रह गौरदृष्टिं धरेन्द्र विद्रावै कृष्णपूरित विभस्वनेरि हृदयानि कम्पयान् तम तिग्मधाराजि महाराजि शैलाम ईशा प्रहित मम छिन्दी छिन्दी चक्षुंसि चर्म छत चन्द्र छादयः दिशा मघो नामर पापतक्षे न भयं ग्रहे विभुकित बेलि बेवत सरिसि बेवतं बेवते बे होगे बेवा सर्वाणि तने भगवान नाम रूपास कीर्तन प्रयांतु संसार सतेन से प्रतिभगा गरुडो भगवान तोत्र वचंदो मय प्रभु रक्षत शिष कृष्य विश्वक्सेन स नाम वि सर्वापद्य हरे नाम रूपयान युधानि न पतिन्द्रिय मन प्राण पंत पांचत भूषण यथाहि भगवानि भवति सदसत् सत्यनानि नर सर्वे यत्ना समपद परिते कथन भावन विकल्प रहित स्वयं भूषण युधनिका क्या दत्ते सके समायत निवसति मानिना सौभाग्य भगवान हरि पातु सर्वे सर्वपेन सदा सर्वत सर्वगा विदक्षति चोदम समन्ता तंत्र भगवान नरसिंह प्रापयं लोक भयं शरीर सत्य सदकृत समन्त तीजा भगवान इदमाख्यदम्बर नारायणात्मकं विदेश संदेशायन दन्तितसुरयुतमय तथारणे मानोच्चयम पश्चात्तर्ज पदव सर्वते सद साधु साधु विमुच्यतेन कुतजि भयं तस्य विद्यं धरयत वेदादस्य विराजति भगवदिव्य सकलति दिमा विद्यं पराकचिको चिको दानेन्द्रिया योगधारणे असंगम धव समर धन्मनि तस्य परिविमानिन गन्धर्व परिरे कदयो तस्य वितयत दक्षय
गगनान्य पद सदस्य विमानो यमाक्षर सबाल किल्य वचना दस्तिना देवितुदा प्रासप्राति सरस्वतं सततम समन्वय सितको वचनहिनं श्रेयस्कले योधनयति चादित तव नमस्यन्ति भूतानि मुच्यते सर्वत्र वै तत विद्यमधिगत विश्वरूपं सतक्रदु त्रैलोक्य लक्ष्मी विभूति विनिजित्य मृदे सुरान उपदेश समद्भाति मा पुराणे नारायण पर्व कथन नामाष्टमोऽध्याय श्रीकृष्ण गोविन्द लक्ष्मी पदे के समवासुदेवा जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार तरे ओम जय जगदीश हरे मन को थाल मनोहर प्रेम रूप भाति प्रभु प्रेम रूप भाति भावक पूरथ मंगल भावक पूरथ मंगल आरती सब भाति ओम जय जगदीश हरे नित्य निरंजन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी शरणागत प्रतिपालक शरणागत प्रतिपालक चिन्मय शुभराशि ओम जय जगदीश हरे स्थिति लय कर्ता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी भक्ति सुधा बरसाओ प्रेम सुधा बरसाओ शरण पड़ो हामी ओम जय जगदीश हरे असुर भाव निवारक तारक सुखदाता प्रभु तारक सुखदाता गुणानुरूपति मीरो गुणानुरूपति मीरो भयोदाता ओम जय जगदीश हरे युग शांति प्रदायक सज्जन हितकारी प्रभु सज्जन हितकारी शरणागत प्रतिपालक शरणागत प्रतिपालक हरे ओम जय जगदीश हरे मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी जीवन मान्य मनोरथ जीवन सफल मनोरथ पद सेवा पाई ओम जय जगदीश हरे संयम सुर सरिता को अविरल धार बहो प्रभु अविरल धार बहो घटी घटी जन्म भये पानी जा जा जन्म भये पानी प्रभु मां प्रेम रहो ओम जय जगदीश हरे प्रेम सहित शुभ आरती जसले प्रभु जसले करो दिन निर्मल मंगल प्रतिदिन पावन मंगल ओम जय जगदीश हरे ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का शरण उपासक
जगदीशारे पारतरे ओम जय जगदीशारे करुणा पारवारं कलिमल परिहारं कदु सुख चरितारं करधित कल्हारं गणपटलावशरीरं कमलो भवपितरं कलये विषमुदारं कमलाभरतारम् ॐ जय देवा जय केशवहर गजमुख सवितत् नगतनयेऽहं शरणो तव कलये ॐ जय देवा ॐ जय शिव शङ्कर भोला जय शिव शङ्कर भोला त्रिभुवन स्वामी अन्तरयामि शरण सदा भोला ॐ जय शिव शङ्कर भोला आदौ चतुष्टगतलैकदेशे दौनाभिदेशे मुखमण्डलैकं सर्वाङ्गदेशे सवितत्तभारम् आरात्रिकं भक्तजनः प्रकुर्यात् ॐ यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु सत्त्वेन पदे पदे संगमध्ये स्थितं तोयं भ्रामितं केशवोपरि अंगलग्नमनुष्याणां कोटिहत्यानां व्यपोहति पुष्पांजलि करो ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय लंबोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ससङ्गचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीर्यक्षणं सारभक्षस्थलकौस्तवश्रियं नमामि विष्णुं शिरसा चतुर्भुजं द्यौतौ शङ्खकपालभूषितकरो मालास्तिमालाधरो देवो द्वारवती श्मशाननिलयो नागारि गोवाहनौ द्वित्रक्षौ बलिदक्षयज्ञमथनौ श्रीशैलजा वल्लभौ पापं मे हरतां सदा हरिहरौ श्रीवत्सगङ्गाधरौ पुटेशयानं बालं मुकुन्दं मनसा स्मरामि यं प्रव्रजन्तमनुपेतमपेतकृत्यं द्वैपायनो विरहकातर आजुहाव पुत्रेति तन्मयतया तरवो विनेयोस्तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि अवारलोचना शम्भोर्भगवान् बादरायणे हरिः ॐ आञ्जनेय जगन्मयदेवासागरमाणि सन्नते हनाकं वैमानः सततपूर्वे साध्याः सन्ति देवाः सकलमन्त्रपुष्पाञ्जलिं समर्पयामः पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि कल्पद्रुवाणि जगदम्बा भगवती को उमा श्री शंकर भगवान को लक्ष्मी नारायण भगवान को राधा कृष्ण भगवान को श्रीमद्भागवत महापुराण को श्रीमद्भागवत सप्ताज्ञान यज्ञ को मंडपस्था आवाहिता स्थापिता पूजिता समस्त देवी देवताहरू को यज्ञमा वर्ण हुनुभएका आचार्य गुरुवरहरू को समस्त भक्तजनहरू को सत्य सनातन धर्म को दिवंगत आम्राजिदु लक्ष्मी नारायण
पितृको स्वर्गीय लक्ष्मी नारायण जीको उहाँका सन्तति दिवंगत भएका समस्त ज्ञात अज्ञात पितृहरूको उहाँका सन्तति समस्त ज्ञात अज्ञात पितृहरूको हर हर